त्यसमा के तत्त्व पाइन्छ भन्ने कुराहरूमा चाहिँ 300 प्लस सब्स्टेन्सहरू हुन्छ भनेर हामीले चर्चा गरेको थियौँ। त्यसको सरर लिस्ट पनि हेरेको थियौँ। केही इम्पोर्टेन्ट कम्पोनेन्टहरू जस्तै पिनोसेम्ब्रिन भन्ने तत्त्व र केपलाई बढी हाइलाइट गरेका थियौँ। र हामीले हिजो चाहिँ चर्चा गर्दा रोयल जेली, प्रपोलिस, पोलन, बी ब्रेड प्राय जसो बी प्रडक्टहरूमा चाहिँ सिमिलर हेल्थ बेनिफिट प्रपर्टिजहरू देखिन्छ। सिमिलर प्रपर्टिज मध्ये जस्तो एन्टिअक्सिडेन्टको रूपमा काम गर्ने, एन्टिभाइरलको रूपमा काम गर्ने, एन्टिब्याक्टेरियलको रूपमा काम गर्ने र एन्टी इन्फ्लामेटरीको रूपमा काम गर्ने भनेर चर्चा गरेका थियौँ। त्यही भएर हामीले विभिन्न समस्यामा एउटै प्रडक्ट पनि रिपिट गरेर दिन्छौँ। प्रपोलिस भनेर सम्झिने बित्तिकै हामीले सानो समस्यादेखिबाट भयङ्करको समस्यासम्मकोलाई हामीले माइन्डमा लिन सक्छौँ। जस्तै हाम्रो समाजमा अहिले चाहिँ हामी क्यान्सर भन्नेलाई चाहिँ अलिकति ल क्यान्सर भयो रे भन्ने बित्तिकै हाम्रो चाहिँ एउटा छुट्टै डर छ। त्यो अवस्थामा पनि हामीले प्रपोलिसलाई एकदमै प्रभावकारी भेट्छौँ। सामान्य हामीलाई टन्सिलाइटिस भयो, रुगाखोकी लाग्यो भने पनि प्रपोलिस चाहिँ एकदमै उपयुक्त छ भन्ने कुरा हामीले हिजोको क्लासमा चाहिँ हामीले थोरै चर्चा गरेको थियौँ। अर्को कुरा भनेको चाहिँ हामीले प्लेटलेट्स ब्लडमा प्लेटलेट्स लेभल चाहिँ नर्मल छ भने हाम्रो प्रपोलिसको युजले इन्टर्नल घाउहरूलाई पनि ट्रिटमेन्ट गर्छ। जस्तै मैले ग्यास्ट्रिक अल्सरको चाहिँ इक्जाम्पल दिएको थिएँ। बाहिरी घाउमा पनि चाहिँ यो प्रपोलिसमा चाहिँ ग्लु जस्तो सब्स्टेन्स हुने भएको भएर चाहिँ बाहिरी घाउमा त यो एकदमै प्रभावकारी छ, जुन कुरा हजुरहरूलाई थाहा छँदैछ। अर्को प्रपोलिसलाई हामीले प्राय जसो एङ्जाइटी डिप्रेसनहरूको पेसेन्टलाई हामीले दिने गरेका थिएनौँ। अबबाट हामीले प्रपोलिस चाहिँ डिप्रेसनहरूको पेसेन्टलाई पनि दिन सुरु गर्छौँ पक्का पनि, किनभने यसले चाहिँ एन्टी डिप्रेसेन्टको रूपमा पनि काम गर्छ प्रपोलिसले। अर्को भनेको चाहिँ हर्पिस भाइरसको कारणले हुने जस्तै जनै खटिरहेको समस्यामा जुन एलोपेथी चिकित्सा विधामा पनि त्यसको एकदमै फाइन ट्रिटमेन्ट छैन, त्यो समस्यामा चाहिँ हाम्रो प्रपोलिस र रोयल जेलीको प्रयोगले चाहिँ साँच्चैकै पेसेन्टलाई एकदमै सहजता दिलाउँछ। सुरुको फर्स्टको 2-3 डेज चाहिँ त्यो जनै खटिरा त्यो जुन खटिरा छ, त्यो खटिरा चाहिँ एकदम पेनफुल हुन्छ। कसैलाई त ज्वरो पनि निकालिदिन्छ। वर्स्ट बनेको जस्तो लाग्छ हामीले प्रपोलिस लगाउँदै गर्दाखेरि। तर बिस्तारै बिस्तारै त्यसलाई चाहिँ हिलिङ फेजमा जाँदाखेरि चाहिँ लङ टर्मसम्म त्यसको साइड इफेक्टहरू केही पनि नदेखिने। जस्तो हजुर कतिजनाले त फेस पनि गर्नु भएको छ होला, जनै खटिराको समस्या चाहिँ हजुरको घाउ त ठिक भइसक्यो तर पनि पछिसम्म त्यो मांसपेशीहरू दुखिराख्ने समस्या पनि आउँछ कतिपयलाई। हजुरलाई त्यो कम्प्लेन पनि गरेको हुनुहुन्छ। त्यस्तो अवस्थामा चाहिँ लङ टर्म पछि क्रोनिक पेन चाहिँ नबसोस् भनेर पनि हामीले यो प्रपोलिस प्रयोग गर्न सकिन्छ। प्रपोलिस खानलाई चाहिँ रोयल जेली पनि हामीले दिनुपर्ने हुन्छ। त्यस्तै प्रपोलिस चाहिँ उच्च रक्तचापको समस्यामा हामीले दिन मिल्छ, कोलेस्ट्रोल हाई भएको समस्यामा दिन मिल्छ, रगतमा चाहिँ टिजीको लेभल रगतको बोसोको मापन हामीले ट्राइग्लिसराइडको मार्फत गर्छौँ। त्यो बढी छ भने पनि हामीले चाहिँ प्रपोलिस एकदम इफेक्टिभ पाउँछौँ। त्यस्तै एच पाइलोरी ब्याक्टेरिया पोजिटिभ देखिएको केस, त्यस्तो केसमा पनि एलोपेथी चिकित्सा विधामा हामीले एन्टिबायोटिककै ट्रिपल थेरापीतिर जानुपर्छ। तर यो प्रपोलिसमा यस्तो इफेक्टिभ प्रपर्टी हुन्छ कि त्यो एच पाइलोरी ब्याक्टेरियालाई नष्ट गर्ने चाहिँ यो प्रपोलिसमा एनफ चाहिँ प्रपर्टी हुन्छ। हामीले त्यो पनि दिन मिल्छ। अनि अर्को क्वेसन के रहन्छ भने त्यो जुन एच पाइलोरी ब्याक्टेरिया कतिले एक्सप्लेन गर्दाखेरि चाहिँ मेरो त आन्द्रामा चाहिँ के अरे किरा छ अरे भनेर औषधि दिएको छ भनेर पनि आउनुहुन्छ। त्यस्तो अवस्थामा चाहिँ उताको औषधि एन्टिबायोटिक प्लस यताको हाम्रो प्रडक्ट पनि सँगसँगै लिन पनि मिल्छ। त्यसलाई कुनै चाहिँ रियाक्सन हुँदैन। दुइटै लिँदा झन् बेटर रिजल्ट आउँछ। हजुरहरूलाई त्यो एन्टिबायोटिकले धेरै विक बनाउन पनि दिँदैन। अर्को बेनिफिट हामीले प्रपोलिसको के चाहिँ बुझेको थियौँ भने जस्तो कसैलाई क्यान्सर डायग्नोस भइसक्यो, उहाँहरूले ट्रिटमेन्टमा केमोथेरापी रेडियोथेरापीहरू गरिराख्नु भएको छ अथवा गरेर भ्याइसक्नु भयो। यो ट्रिटमेन्ट प्रोटोकलमा गइसकेको पेसेन्टहरूलाई केही न केही साइड इफेक्टहरू देखिन्छ। किनभने केमोथेरापी रेडिएसन थेरापी भनेको हाम्रो क्यान्सर सेल्सलाई मात्रै नष्ट नगरेर हाम्रो हेल्दी सेल्सलाई पनि केही हार्म चाहिँ गरिरहेको हुन्छ। हाम्रो हेल्दी स्वस्थ रहेको कोषहरूलाई पनि केही न केही असर पुर्याएको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामीलाई साइड इफेक्टहरू जस्तो देखिन्छ। कसैलाई चाहिँ एकदमै खोकी लागिराख्ने, कसैलाई डायरिया भइराख्ने, कसैलाई कन्स्टिपेसन हुने, त्यस्तो समस्याहरू देखिन्छ। त्यस्तो समस्याको त्यो साइड इफेक्टहरू मिनिमाइज गर्न, कम गर्नको लागि पनि यो चाहिँ प्रपोलिस एकदमै प्रभावकारी हुन्छ।
अर्को भनेको हामीले एसिडिटी, ग्यास्ट्राइटिस, पाइल्स जस्तो फिसर, फिस्टुला यो सबैमा हामीले प्रयोग गर्न सकिन्छ। अनि अर्को हजुरहरूलाई मैले हिजो एउटा चाहिँ समस्यामा मैले प्रपोलिसको युज भनेको थिएन। जस्तो कतिपय दिदीबहिनीहरू चाहिँ के भनेर आउनुहुन्छ भने यो पिसिओएस, पिसिओडी हजुरको चाहिँ अब भनौँ न पाठेघरमा मासु पलाएको अथवा पिरियड साइकल इरेगुलर भएको एनल रिजनहरू चाहिँ इचिङ भएको भजाइनल रिजनहरू इचिङ भएको पेसेन्टहरू आउनुहुन्छ, चिलायो भन्ने पेसेन्टहरू आउनुहुन्छ। त्यस्तो पेसेन्टमा चाहिँ हामीले एउटा टेक्निक हाइड्रोथेरापीको एउटा टेक्निकलाई प्रपोलिस एड गरेर लिन सक्छौँ। त्यो टेक्निक प्रायःले त थाहा पनि पाइसक्नु भएको छ। मैले सिज बाथ भनेर लेखेको हुन्छु हस्पिटलमै आएको पेसेन्टलाई पनि। सिज बाथ भनेको हजुरहरूले आफ्नै घरमा पनि त्यो लुगा धुने बाटा हुन्छ नि, ठुलो बाटामा चाहिँ सहन सक्ने तापक्रमको पानी राखेर त्यसमा 5 देखि 10 ड्रप्स प्रपोलिस राखिदिएर त्यो पानीमा चाहिँ हजुरले आफ्नो चाहिँ यो जसलाई पाठेघरको समस्या छ त्यसले चाहिँ हाम्रो यो नेभल रिजन भन्छ, नाभिस्थानदेखि मिड थाई रिजन चाहिँ पानीमा चाहिँ भिजाउने। अर्को चाहिँ जुन पायल्सको फिसर, फिस्टुलाको समस्याहरू भन्नुहुन्छ त्यस्तोले चाहिँ पानीको लेभल अलिकति कम गर्दा पनि हुन्छ। त्यसमा राखेर चाहिँ 10 देखि 15 मिनट बस्ने। यो चाहिँ जसलाई एकदम जटिल समस्या छ, एकदम त्यसले इरिटेसन भएको छ भने त्यसले चाहिँ डेली गर्ने। त्यस्तो सिभियर छैन भने चाहिँ हप्ताको 1 चोटि अथवा 2 चोटि गर्ने। यो टेक्निकहरू हजुरहरूले अपनाउनु भयो भने हजुरले जस्तो पिरियड साइकल इरेगुलर अनि अघि मैले मेन्सन गरेको समस्याहरूमा चाहिँ इफेक्टिभनेस खाएर मात्रै आउने इफेक्टिभनेस भन्दा यसरी सिज बाथ पनि इन्क्लुड गर्दा आउने इफेक्टिभनेस चाहिँ एकदम छिटो पाउनुहुन्छ है। त्यो भयो। प्रपोलिसको धेरै कुरामा बेनिफिटहरू छ। सिम्पल हजुरहरूलाई टाउको दुख्दा पनि हजुरहरूले प्रयोग गर्न सक्नुहुन्छ। अघि उच्च रक्तचापमा लिन मिल्छ कि मिल्दैन भनेर हिजो क्वेसन गर्नुभएको थियो, त्यो बेलामा पनि प्रपोलिस एकदमै इफेक्टिभ हुन्छ। उच्च रक्तचापको समस्या छ, हजुरले चाहिँ नियमित औषधि सेवन गर्दा अथवा हजुरले औषधि नै सेवन गर्नुहुन्न तर हजुरलाई चाहिँ ब्लड प्रेसर हायर साइडतिर देखियो भने हजुरले 1 विकसम्म हाई डोज प्रपोलिस चलाएर पनि हेर्न सक्नुहुन्छ। प्रपोलिसले कन्ट्रोल गरिदियो भने हजुरको जीवनशैली परिवर्तन गर्दै जाँदाखेरि हजुरले एलोपेथी मेडिसिन नै स्टार्ट गर्न नपर्ने पनि हुनसक्छ। यो चाहिँ एकदम याद चाहिँ गर्नु होला होइन। त्यो उच्च रक्तचाप कति छ भन्नेमा पनि डिपेन्ड गर्छ। हजुरको नर्मल्ली 110, 70, 120, 80 हुनेलाई चाहिँ कुनै दिनमा 140, 90 भयो। त्यस्तो केसमा हामीले चाहिँ प्रपोलिस दियौँ र अब्जर्भ गर्न पनि हामीसँग समय हुन्छ, त्यस्तो धेरै हानि गर्दैन। तर कोही व्यक्ति 120, 80 अथवा 110, 70 हुने ब्लड प्रेसर हुने पेसेन्टलाई चाहिँ एक्कासी चाहिँ 200 भयो, 200 बाई हजुरको 100 प्लस भयो भने त्यस्तो अवस्थामा चाहिँ फेरि हामी वेट एन्ड वाच गर्न मिल्दैन प्रपोलिस सेवन गरेर। त्यो टाइममा चाहिँ हजुरहरू इमर्जेन्सीमै भिजिट गर्नुपर्ने हुन्छ है। अब सबै कुरा के छ भने प्रडक्टहरूको चाहिँ वेट एन्ड वाच गर्ने कन्डिसन कुन, इमर्जेन्सी कन्डिसन कुन भन्ने पनि हामीले छुट्याउनु पर्ने हुन्छ है। अब त्यसपछि हामीले अर्को चर्चा गरेको थियौँ घाउको। घाउहरू हुँदाखेरि चाहिँ हामीले प्राय जसो पहिलाको जसलाई क्लासहरू अटेन्ड गरिराख्नु भएको थियो प्राय जसोले चाहिँ टुथपेस्ट र प्रपोलिस लगाउने गर्नुभएको थियो। त्यो टुथपेस्ट र प्रपोलिस लगाउँदा कुनै पेसेन्टलाई चाहिँ झन् धेरै हानि पुगेको, झन् धेरै नोक्सानी भएको चाहिँ मैले फिल्ड जाँदा गर्दा पनि भेटेको भएर मैले यो स्लाइड्सहरू राखेको थिएँ। एकदम घाउ डिप छ, यसरी बाहिर ओपन नै छ भने चाहिँ हामीले मैले हिजो पनि भने हनी लगाएर पहिला घाउलाई बेटाडिन अथवा चाहिँ सलाइन वाटरले चाहिँ सफा गर्ने, त्यसपछि हनी लगाउने, आधी घन्टा 15 मिनट कति राख्नुहुन्छ त्यो राख्ने, त्यसलाई सफा गरेर फेरि प्रपोलिस लगाउने है। अब यसमा टुथपेस्ट लगाउनु हुँदैन। अब यस्तो खालको समस्या छ भने यसमा हनी मात्रै पनि एनफ हुन्छ, हामीले प्रपोली पेस्ट लगाउनै पर्छ भन्ने पनि छैन। यो चाहिँ हजुरलाई घाउको बारेमा मैले हिजो डिटेलमा भनेको थिएँ, यो हजुरहरूले नबिर्सनु होला। घाउहरूमा चाहिँ हजुरले यो एपीको ट्रिटमेन्ट गर्दै हुनुहुन्छ।
हनी ड्रेसिङहरू गरिराख्नु भएको छ र घाउबाट झन् पिपहरू आइरहेको छ, घाउ पाक्दै गइरहेको छ, फैलिँदै गइरहेको छ जस्तो लाग्छ भने चाहिँ त्यो ट्रिटमेन्ट हजुरहरूले त्यही बेलामा नै स्टप गर्नुपर्छ। त्यो एकदम कम पेसेन्टहरू हुनुहुन्छ जसलाई त्यस्तो समस्या देखिन्छ है। तर त्यो कम पेसेन्ट भए पनि फेरि हजुरकै क्लाइन्ट पर्नुभयो भने त हजुरलाई गाह्रो पर्न सक्छ। त्यही भएर वाच गर्नुहोस्, घाउ पाक्दै गइरहेको छ, झन् बरु पहिला ड्राई थियो, पछि हजुरले ट्रिटमेन्ट गर्दै जाँदा पिपहरू आउँदै गइरहेछ भने चाहिँ त्यो ट्रिटमेन्ट चाहिँ स्टप गर्नुपर्ने हुन्छ। यो चाहिँ हजुरहरूले घाउको केसमा याद गर्नु होला। अर्को मैले प्रपोलिसको कन्ट्राइन्डिकेसन कुन अवस्थामा हामीले प्रपोलिस दिन मिल्दैन भन्ने कुरा गरेको थिएँ। त्यसमा चाहिँ हामीले एलर्जीको केसमा, प्रपोलिसकै कारणले एलर्जी हुने केसमा चाहिँ हामीले प्रपोलिस प्रयोग गर्न मिल्दैन। अर्को चाहिँ एकदमै लो ब्लड प्रेसर, जस्तो नर्मल प्रेसर ब्लड प्रेसर हुने व्यक्तिलाई अचानक लो ब्लड प्रेसर भयो र ओहो प्रपोलिसले त सबै कुरामा ठिक गर्छ अरे भनेर त्यो पेसेन्टलाई लगेर प्रपोलिस दिनुभयो भने त्यो पेसेन्टलाई झन् प्रेसर चाहिँ ड्रप गरिदिन्छ र इमर्जेन्सी कन्डिसन आउन सक्छ। त्यही भएर हामीले लो ब्लड प्रेसरमा पनि प्रपोलिस चाहिँ प्रयोग गर्न मिल्दैन। यो चाहिँ धेरैजना कन्फ्युजन हुनुहुन्छ, स्टिल हजुरलाई कन्फ्युजन छ भने म फेरि पनि क्लियर गर्छु। मेरो त 90/60 ब्लड प्रेसर हुन्छ, मैले यो प्रपोलिस त खानै हुन्न भन्नुभएको थियो, लो ब्लड प्रेसरले त खान हुँदैन भन्नुभएको थियो भन्ने क्लाइन्ट धेरै आउनुहुन्छ। सधैँ नै हजुरले थाहा पाएदेखिबाटै 90/60 ब्लड प्रेसर छ भने हजुरको लागि नर्मल ब्लड प्रेसर नै त्यही हो। सबैको 120/80 mm अफ एचजी हुनुपर्छ भन्ने छैन है। कसैलाई नर्मल प्रेसर नै थियो, जुन हाम्रो चाहिँ स्ट्यान्डर्ड प्रेसर जुन 120/80 भनेर चाहिँ छ, त्यो प्रेसर थियो र अचानक डाउन भयो भने त्यो अवस्थामा नदिने हो प्रपोलिस। बुझ्नुभयो होला। अर्को भनेको हामीले हिजो बी पोलनको बारेमा चर्चा गरेको थियौँ। पोलनको चाहिँ डिफ्रेन्ट कलरहरू हुन्छ। हजुरहरूले आफैले पाउने बक्समा पनि कहिलेकाहीँ कलरको के अरे पोलनको कलर चेन्ज भएको भेट्नुहुन्छ। त्यो चाहिँ पोलनको सोर्स के हो, कुन प्लान्टको सोर्स हो मा डिपेन्ड गर्छ। त्यही भएर पोलन चाहिँ यो युनिभर्समा जति थरीको फ्लावरिङ प्लान्ट छ त्यति नै थरीको पोलनको कलर हुन्छ है। जति कलरको भेराइटी छ प्लान्टको त्यति नै भेराइटीको पोलन कलेक्सन गर्न सकिन्छ। त्यो भएर हजुरहरूले देख्न सक्नुहुन्छ यो इभन यो स्लाइड्सहरूमा पनि यो डिफ्रेन्ट पोलनहरू देख्नुहुन्छ। यो पोलन ग्रेन्स बिग्रिएको होइन, यो येल्लो हुनुपर्ने थियो तर यसको त कलर चेन्ज भएर यस्तो भएछ भन्ने चाहिँ होइन यो, किनभने यसको प्लान्ट सोर्स यो फ्लावर नै फरक हो है। त्यसरी चाहिँ फरक हुन्छ। जस्तो यहाँनिर पनि लेखेको छ यो चाहिँ 563 कलरको प्लान्ट स्पेसिस रहेछ, यति नै थरीको चाहिँ पोलन कलेक्ट गर्न सकिन्छ है। केमिकल कम्पोजिसनको बारेमा कुरा गरेको थिएँ। पोलन चाहिँ एकदम हाइली भिटामिन र मिनरल्सको हाई सोर्स हो। भिटामिनमा पनि स्पेसली वाटर सल्युबल भिटामिनहरू एकदम इनफ क्वान्टिटीमा पाइन्छ। हामीलाई हाम्रो शरीरले काम गर्न जति हाम्रो डेली मात्रा छ त्यो मात्रा चाहिँ इनफ पुग्ने गरेरै पाइन्छ वाटर सल्युबल भिटामिनहरू चाहिँ। अनि अर्को भनेको चाहिँ मिनरल्सहरू पनि पाइन्छ, जस्तो क्याल्सियम, म्याग्नेसियम, सोडियमहरू हामीलाई चाहिने हुन्छ, आइरनहरू हामीलाई चाहिने हुन्छ, त्यो पनि यसमा एनफ पाइन्छ। त्यो भएर हाम्रो चाहिँ यो पोलनलाई बढी हामीले आहार नै हो भनेर क्याटेगोराइज गर्छौँ। यो विभिन्न आहारको कारणले गर्दाखेरि चाहिँ यो पोलनमा चाहिँ डिफ्रेन्ट हेल्थ बेनिफिटहरू हामी पाउँछौँ। जस्तै एलर्जीको, पोलनकै एलर्जी हुने पेसेन्टलाई त दिन मिलेन, हामीले हिजो पनि कुरा गरेको थियौँ। अरू कुराको एलर्जी हुन्छ भने चाहिँ त्यसलाई चाहिँ एकदमै राम्रो काम गर्छ भनेर कुरा गरेको थियौँ। अर्को यो पिक्चरलाई मैले चाहिँ एक्सप्लेन गरेको थिएँ। यो पिक्चर पोलनको मात्रै नभएर यो पिक्चर चाहिँ हजुरहरूले याद गर्नुभयो भने यो चाहिँ सबै बी प्रडक्टको एउटै चाहिँ बेनिफिट हुन्छ है। यसमा चाहिँ के हुन्छ, यो प्लेगहरू, यो रक्तनलीमा बसेको चाहिँ जति पनि यो क्लटहरू छ, यो क्लटहरूलाई चाहिँ यसरी बसेको चाहिँ फर्म भएको चिजलाई चाहिँ फाल्दिन मद्दत पुर्याउँछ सबै मौरीजन्य आहार र हर्बल प्रडक्टले। त्यही भएर मैले हजुरहरूलाई यो एक्सप्लेन गरेको थिएँ। यो यसरी साँघुरो भइदिइसकेपछि हामीलाई एउटा फर्स्टमै देखिने सिम्टम्स भनेको त उच्च रक्तचापको पनि हो है। हृदयघात, मस्तिष्कघातको एक्सप्लेन गरेको थिएँ मैले। उच्च रक्तचापको पनि समस्या देखिन्छ यो यसरी साँघुरो भइसकेपछि, किन भन्दा हाम्रो मुटुले चाहिँ सजिलैसँग ब्लड पास गर्न पाएन। त्यो भएपछि त्यो फोर्स केमा लाग्छ भन्दाखेरि चाहिँ यो रक्तनलीको वालहरूमा लाग्छ। त्यो भएर चाहिँ उच्च रक्तचापको समस्या पनि देखिन्छ। अनि उच्च रक्तचापको समस्यामा पनि त्यही भएर पोलन
प्रभावकारी नै हुन्छ। जस्तो हजुरलाई मधुमेहको समस्या छ भने चाहिँ पोलन दिन मिलेन, उच्च रक्तचापको समस्या छ भने चाहिँ पोलन दिँदा इफेक्टिभ हुन्छ है। त्यस्तै एन्टिब्याक्टेरियल रूपमा काम गर्छ, एन्टी डिप्रेसनको रूपमा काम गर्छ भनेको थिएँ मैले। किडनी टिस्युहरूलाई पनि ग्रो गर्नलाई चाहिँ काम गर्छ। यसमा पनि मैले केही चाहिँ कन्ट्रोभर्सीहरू पनि भनेको थिएँ, जस्तो कि इभन सुगरकै कारणले गर्दा किडनी चाहिँ हार्म भइरहेको छ, किडनी सेल्सहरू ड्यामेज भइरहेको छ भने त्यो अवस्थामा हामीले पोलन प्रयोग गर्न हुँदैन। त्यो बाहेकको अवस्थामा हामीले कन्डिसन हेरेर किडनी सेल्सलाई रिपेयर गर्न सक्ने, रिपेयर त खासै हुँदैन, हेर्नु ड्यामेज भएर कम्प्लिट ड्यामेज भइसकेको किडनी सेल्स चाहिँ रिकभर चाहिँ हुँदैन। त्यही भएर नै हामीले किडनीको चाहिँ के गर्छौँ, डायलाइसिस गर्छौँ। त्यही समस्या फेरि कलेजोमा हुन्छ भने चाहिँ कलेजोको के हुन्छ, रिपेयर हुन सक्ने सम्भावना रहन्छ है। यो भयो। अर्को भनेको चाहिँ हेमोग्लोबिन लेभलहरू बढाउन, आरबिसी लेभल बढाउन, डब्लुबिसी काउन्टहरू बढाउनलाई पनि यो पोलन चाहिँ उत्तिकै प्रभावकारी हुन्छ। यो आफैमा एउटा आहार भएको हुनाले यो एनर्जाइजिङ एजेन्ट पनि हो। जस्तो प्रोपोलिस पनि हो, पोलन पनि हो, रोयल जेली पनि हो। एनर्जी प्रोभाइड गर्ने चाहिँ यो सबै बी प्रडक्टले नै गर्छ है। अब पोलनकै कुरा गर्दा प्रोस्टेटको समस्यामा पनि एकदमै राम्रो हुन्छ भनेर हामीले हिजो चर्चा गरेको थियौँ। तर सबै कुरामा यो दिँदै गर्दाखेरि चाहिँ हजुरहरूले मेन सम्झिनु पर्ने कुरा भनेको चाहिँ डायबेटिक हुनुहुन्छ कि हुनुहुन्न र पोलनसँग एलर्जिक हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा चाहिँ हजुरहरूले फर्स्टमा कन्फर्म गर्नु पर्यो। त्यसपछि चाहिँ अरू केसमा हामीले मिलाएर दिन मिल्छ। अर्को बी ब्रेडको कुरा गरेको थियौँ। बी ब्रेडको प्रपर्टी भनेको बी पोलनकै जस्तो हुन्छ। बी पोलनबाटै बी ब्रेड बन्ने हो। मौरीले चाहिँ आफ्नो घारमा भोलि केही आपतकालीन अवस्था आउला, मौरीले खानेकुराहरू नपाउला भनेर त सोच विचार पुर्याएर चाहिँ बी ब्रेड बनाएर राखेको हुन्छ। जस्तै हाम्रो ह्युमनसँग पनि कम्पेयर गर्दाखेरि चाहिँ, जस्तो पहिला पहिला चाहिँ के हुन्थ्यो, इभन अहिले पनि हुन्छ, उदाहरणको लागि साग मजाले पाउने सिजनमा चाहिँ हामी के गर्छौँ, गुन्द्रुक बनाएर राख्छौँ ताकि पछि प्रयोग गर्न मिलोस्, पछि अफ सिजनमा खान मिलोस् भनेर। त्यस्तै गरेर मौरीले पनि पछिको लागि एकदम सोध्छ। अहिले चाहिँ यो चाहिँ हामीसँग कम्प्युटर भन्दा त धेरै चाहिँ सोच विचार पुर्याउँछ। एकदम टिमवर्कमा एकदमै रिलाइ गर्छ है। त्यस्तो उसको चाहिँ सोच यति एडभान्स छ मौरीको। अनि हाम्रो जिनसँग धेरै कुरा सिमिलर पनि छ, सिमिल्यारिटी छ। त्यही भएर मौरीले प्रयोग गरेर आफूलाई बेनिफिट भएको कुराहरू हामी ह्युमन बडीलाई पनि बेनिफिट भएको देखिएको है। अब बी ब्रेड चाहिँ प्रायः जसो मौरीको घरमा हेर्दाखेरि बी ब्रेड एउटा त आपतकालीन अवस्थामा मौरीलाई खाने आहारको रूपमा प्रयोग हुन्छ। अर्को चाहिँ जो मौरीहरू चाहिँ बिरामी भए, अब कमजोरी भए, त्यस्तो मौरीहरूलाई पनि यो बी ब्रेड दिने गरिन्छ। किनभने बी ब्रेडलाई हामीले होलसम डायटमै पनि राख्दा हुन्छ। पहिला पहिला हामीसँग बी ब्रेड अभाइलेबल हुँदाको टाइममा हामीले हाम्रो पेसेन्टहरू विशेष गरेर चाहिँ हजुरको 10 देखि 15 वर्षको बच्चा बच्चीलाई चाहिँ हामीले बी ब्रेडलाई निकै फोकस गरेको थियौँ र रिजल्ट पनि एकदमै राम्रो थियो। किनभने यो बी ब्रेडको प्रयोगले गर्दाखेरि हाई सोर्स अफ भाइटामिन्स, स्पेसली बी भाइटामिन्स हुने भएको भएर चाहिँ ब्रेन, यो चाहिँ नर्भ कन्डक्सनमा, ब्लड फ्लोमा, ब्लड सर्कुलेसनमा, सबै कुरामा चाहिँ राम्रोसँग कोषहरूमा न्युट्रिएन्ट पुग्ने भएको भएर बच्चाहरू एक्टिभ हुने, न्युट्रिसनले चाहिँ भरिपूर्ण हुने। हामी हर्लिक्स अनि त्यसपछि यो भिभा, बुस्टहरूलाई अभोइड गरेर बी ब्रेड प्रयोग गरौँ भनेर त्यो मेसेज क्यारी गरेर चाहिँ फिल्डमा गएको थियौँ। रिजल्ट पनि साँच्चैकै राम्रो थियो है। अब बी ब्रेड होप छिटै आउँछ फेरि। अब आजको क्लास यो चाहिँ हामीले मुख्य प्रडक्टहरू छ जुन युटर्नमा हामीसँग अभाइलेबल छ। त्यो प्रडक्टहरूको त हामीले यो 2 दिनमा चर्चा गरि नै हाल्यौँ। प्रोपोलिस,
रुएल जेली र पोलनको बारेमा मलाई लाग्छ मैले थोरै तिनै हजुरहरूलाई आइडिया दिएँ। अर्को प्रडक्ट चाहिँ बी भेनम हो, मौरीको विष। यो मौरीको विष पनि निकै नै प्रभावकारी प्रडक्टमा पर्छ। जस्तो नसा च्यापेको बिरामीलाई, हड्डी खिएको बिरामीहरूलाई, हात खुट्टामा कतै खिल आएको बिरामीलाई, मुसाहरू त्यो अनावश्यक पछि पछि सानो सानो गरेर मुसाहरू कसैको हातभरि आउने, कसैको गर्दनमा आउने, त्यस्तो केसमा पनि यो एकदम प्रभावकारी थियो। इभन त्यो हजुरले यो स्किन भन्दा मुनि बोसोको चाहिँ डल्लो भेट्नुहुन्छ, त्यस्तो डल्लोहरूमा पनि यो बी भेनम लगाउँदाखेरि चाहिँ गएको रेकर्डहरू हामीसँग प्रशस्तै थियो। यो मेन बी भेनममा चाहिँ एकदमै इम्पोर्टेन्ट तत्त्व भनेको यो मेलिटिन हो। यसले गर्दा चाहिँ एन्टी इन्फ्लामेटरीको रूपमा पनि काम गर्छ यसले। यो विशेष गरी यो बी भेनमलाई एकदमै बेस्ट प्रडक्ट मान्नुको रिजन भनेको मेलिटिनको प्रेजेन्सले गर्दा हो। अब यो बी भेनमहरूको चाहिँ मैले धेरै हजुरहरूलाई चाहिँ यो हाइलाइट गरिनँ, किनभने अहिले हामीसँग यो अभाइलेबल छैन। जस्ट मैले यो बी हाइभको प्रडक्टहरू के पाइन्छ, के बन्दो रहेछ भन्ने कुरामा चाहिँ हजुरहरूलाई एउटा चाहिँ जानकारी दिनको लागि मैले यो स्लाइड्सहरू राखेको थिएँ। अर्को प्रडक्ट हामीसँग छ हनी। हनी चाहिँ हामी नेपाली र हाम्रो चाहिँ यो आयुर्वेद विज्ञानमा चाहिँ हनीलाई हामीले पञ्चामृतको एउटा तत्त्वको रूपमा लिन्छौँ। हनीको आफ्नै विशेषता छ। तर मौरीजन्य आहारको बारेमा सबै डेप्थमा जानिसकेपछि जुन हामीलाई यो एपिथेरापी विधामा थाहा भयो, त्यसपछि चाहिँ हनी भनेको चाहिँ अझ त्यो क्याटेगोरीमा चाहिँ लिस्ट भ्यालुएबल रहेछ भन्ने कुरा चाहिँ थाहा भयो। तर लिस्ट भ्यालुएबल भयो भने यसको इफेक्टिभनेस चाहिँ एकदम धेरै समस्यामा यो एकदम इफेक्टिभ देखिन्छ। जस्तो म हजुरलाई केही कुरा भन्छु, जस्तो यो हनीमा चाहिँ धेरै कम्पोजिसन भनेको त पानी नै हो। तर पनि यसमा थोरै मात्रामा चाहिँ भिटामिन्स, मिनरल्स पनि पाइन्छ, इन्जाइम्सहरू पनि पाइन्छ। अब यो थोरै मात्रामा पाइने भएको भएर हाम्रो शरीरलाई चाहिने डेली डिमान्ड चाहिँ फुलफिल गर्दैन हनीले, है। अब तर पनि यो जस्तो यो मुखभित्रको सानसानो घाउहरू आएको समस्या हजुरहरूले धेरै देख्नुहुन्छ, अनि धेरैले भन्नु पनि हुन्छ यो बी कम्प्लेक्सको कमी रहेछ, बी कम्प्लेक्स खाउँ भनेर भन्नुहुन्छ। यस्तो अवस्थामा हजुरहरूले हनी मात्रै दिनको 1 चम्चा हनी मात्रै सेवन गर्नुभयो भने पनि यो जान्छ, है। कति कुराहरू छ यसमा, हाम्रो सिम्पल हाम्रो किचनमै भएको हनी प्रयोग गर्दा धेरै बेनिफिट पाउने कुराहरू छ, है। जस्तो अर्को समस्या हामी धेरैजना नेपालीलाई चाहिँ यो गम्सको, गिजाको समस्या हुन्छ, है। गिजाबाट रगत आउने, गिजा सुनिने, दुख्ने हुन्छ। यस्तो अवस्थामा पनि हामीले चाहिँ हनीले मसाज गरिदिउँ। इभन हामीसँग प्रपोलिस पनि छ, थोरै प्रपोलिस पनि एड गरेर मसाज गर्यौँ। मसाज गर्ने बित्तिकै पखाल्ने होइन कि त्यसलाई हाफ एन आवर छोडिदिने। हाफ एन आवर छोडिदिँदाखेरि चाहिँ यो गम्सको समस्या पनि यसले हल गर्छ, है। अब अर्को भनेको फेरेन्जाइटिसको केसमा। फेरेन्जाइटिसको केसमा चाहिँ प्रपोलिसले गार्गल गर्ने, हनी र प्रपोलिस नै सेवन गर्ने, है, खाने पनि। त्यसमा पनि एकदमै इफेक्टिभ छ। अनि जस्तो अब टन्सिलाइटिसको केसमा पनि एकदमै इफेक्टिभ हुन्छ हनी। अब ब्रोङ्कियल आस्थमा, कफ, यो त हामीले नर्मल्ली पनि हाम्रो किचनमा प्रयोग गरिराखेकै कुरा हो। मैले फेरि रिपिट गर्नु नपर्ला पनि जस्तो लाग्छ। खोकीहरू लाग्दा पनि हामीले हनी एकदमै प्रभावकारी पाउँछौँ। इभन एलोपेथी डक्टरले पनि हामीलाई चाहिँ हनी खानुहोस् न, यस्तो धेरै खोकी लाग्दा खोकीको कफ सिरपहरू खानुभन्दा पहिला हनीबाट ट्राई गर्नुहोस् भन्नुहुन्छ, होइन। अर्को भनेको यो रक्त अल्पताको केसमा, जस्तो हेमोग्लोबिन लेभलहरू कम हुने केसमा पनि यो एकदमै प्रभावकारी हुन्छ हनी, किनभने त्यसमा आइरनको मात्रा पनि हुन्छ। कब्जियतको समस्यामा पनि हनी एकदमै प्रभावकारी हुन्छ। हनी प्रयोग गर्दा हामीलाई चाहिँ कस्तो छ भने, हनी मैले खान हुन्छ, हनी मेरो समस्याको लागि बेस्ट हो भनिसकेपछि हामी के गर्छौँ, बिहान पनि हनी खाने, दिउँसो पनि हनी खाने, बेलुका पनि हनी खाने, रोटी खाँदा नि रोटीसँग नि हनी लगाएर खाने, दुध पिउनुहुन्छ दुधमा पनि हनी मिक्स गरेर खाने, पानी पिउनुहुन्छ पानीमा पनि हनी मिक्स गरेर खानुहुन्छ। जे कुरा पनि एक्सेस भइसकेपछि के हुन्छ, त्यो हार्मफुल नै हुन्छ। कति क्लाइन्टहरू आउनुहुन्छ, हनी खाँदा बेस्ट हुन्छ भन्नुभयो, त्यो भएर बिहान म ब्रेकफास्ट खान्छु, त्यो रोटी खान्छु, रोटीमा म हनी नै लगाएर खान्छु, अनि त्यसपछि चाहिँ दिउँसो 2 टाइम्स पानी पिउँदाखेरि म हनी नै मिक्स गरेर खान्छु, बेलुका सुत्न जानुभन्दा अगाडि म 1 कप मिल्क खान्छु, त्यो मिल्कमा पनि म हनी नै मिक्स गरेर खान्छु, अनि फेरि अर्को पोलन हनी पनि 1 चम्चा खान्छु भन्नुहुन्छ कि। अब त्यो भइसकेपछि त के भयो, एक्सेस भयो, होइन। त्यो एक्सेस भइसकेपछि चाहिँ त्यो त फ्रुटफुल हुँदैन। नेपालीमा सेयिङ पनि छ नि,
हामीले धेरै गुलियो कुरो खायौँ भने नि के हुन्छ भन्ने कुरा सेयिङ पनि यत्तिकै बनेको त होइन। जे कुरा नि एक्सेस हार्मफुल हुन्छ। लिमिटमा जानेर डोज मिलाएर खायो भने चाहिँ त्यो चाहिँ फेरि औषधिको रूपमा काम गर्छ, है। अब स्टोमक अल्सर अघि नै हिजो पनि मैले पोलनकै कुरा गर्दाखेरि, प्रोपोलिसकै कुरा गर्दाखेरि पनि मैले यो चाहिँ ग्यास्ट्रिक, डियोडिनल अल्सरहरूमा चाहिँ इफेक्टिभ हुन्छ भनेको छु। हनी पनि त्यस्तै प्रभावकारी छ त्यसमा। अर्को अनिन्द्राको समस्यालाई जस्तो अनिन्द्राको समस्या लाई हामी नेपाली समुदायमा खासै त्यस्तो महत्त्व दिँदैनौँ। तर हामीले सबैले के बुझ्नु जरुरी छ भने, हामीलाई निन्द्रा परेन भने हाम्रो शरीरमा जति पनि डेली भएको टुटफुटहरू छ शरीरभित्रको, जुन शरीर आफैले बनाउँछ, त्यो काम हुनै पाउँदैन। है, हुनै पाउँदैन अनि आज पनि निन्द्रा छैन, भोलि पनि निन्द्रा छैन, एभ्री त्यो डे हजुर चाहिँ हेबिचुअल हुनुभयो, निन्द्रा परेन भने चाहिँ हाम्रो शरीर बिस्तारै बिस्तारै नन कम्युनिकेबल डिजिजको शिकार बन्न पुग्छ। त्यसमा उच्च रक्तचापको समस्या, मधुमेहको समस्या, हजुरको चाहिँ यो चाहिँ डिस्लिपिडेमियाको समस्या, होइन? यो समस्याहरूलाई चाहिँ निम्त्याउँदै जान्छ। हजुरलाई 1-2 दिन राम्रोसँग निन्द आउन सक्नु भएन भने पनि त्यसले लगभग हजुरलाई 1 हप्ता, 2 हप्ताको शेड्युललाई सबै बिगारिदिन्छ। सिस्टमलाई सबै एउटा हाम्रो चाहिँ शरीरमा सर्केडियन रिदम भन्ने हुन्छ। हाम्रो शरीर चाहिँ क्लक वाइज चल्नुपर्ने हुन्छ, शरीरको क्लक। तर हामी अहिले ह्युमन बिइङ यति एडभान्स भइसक्यौँ, हामी चाहिँ हाम्रो वालमा टाँसेको र हातमा बाँधेको घडीको चाहिँ अनुसार चाहिँ चल्न खोज्छौँ, होइन? हामीलाई भोकै लागेको हुँदैन, तर हामीलाई टाइम यसो हेर्छौँ, ओहो अफिस जान ढिला भयो, अब खानुपर्छ भनेर खान्छौँ। हामीलाई भोक लागिरहेको हुन्छ, ओहो यहाँ त खानेकुरा केही पनि छैन, बरु म यो कोक फेन्टा खाइदिन्छु भनेर चाहिँ लिक्विड खान्छौँ, त्यो पनि हार्मफुल। प्यास लागिरहेको हुन्छ, हामी चाहिँ पानी छैन, बरु यो खानेकुरै खान्छु भनेर खानेकुरा खान्छौँ भनेपछि शरीरले हामीलाई धोका दिनु पनि जेन्युन हो, होइन? हामीले चलाइरहेको स्कुटरले सर्भिसिङ खोजिरहेछ, त्यो सर्भिसिङमा चाहिँ मोबिल चेन्ज गर्नुपर्ने छ र हामीले इग्नोर गर्दै गएर चाहिँ हामीले आफैले चाहिँ केही अगाडिको यो ब्रेक कस्ने काम गऱ्यौँ भने त मोबिल चेन्ज गर्दा आउने बेनिफिट त ब्रेक टाइट गरेर त आउँदैन। हामी एकदम सानो-सानो कुरा पनि हामीले चाहिँ बिगारिरहेको हुन्छौँ, होइन? अब हामीले सकभर हाम्रो सिस्टम चाहिँ हाम्रो बडीलाई के खोजिरहेको छ भनेर आफूले आफैलाई समय दिने बानी बसाल्नुपर्छ। मेन चाहिँ प्यास लाग्दा पानी नै पिउनुपर्छ, भोक लाग्दा खानेकुरा नै खानुपर्छ। यो कुरा चाहिँ हामीले बसाउन सक्यौँ भने अनि बिहान हुनुपर्छ छु भनेर सुत्यौँ भने त्यो पनि हामीलाई हार्म गर्छ। जब हामीलाई हाम्रो साइकलमा चल्न सक्दैनौँ, हाम्रो क्लकमा चल्न सक्दैनौँ, त्यसपछि हाम्रो शरीरको एन्जाइम्स, केमिकल्सहरू, हर्मोनल डिसब्यालेन्सहरू हुन स्टार्ट गर्छ अनि हामीलाई विभिन्न नन कम्युनिकेबल नसर्ने रोगहरू चाहिँ निम्ति आउँछ। अब भनेको चाहिँ सोसियल मिडियामा चाहिँ हामी बढी एक्टिभ भएको भएर हामी बेडमा जान्छौँ, लाइट अफ गर्छौँ, मोबाइल हातमै लिएर जान्छौँ अनि फोनहरू स्क्रोल गर्दै जान्छौँ अनि प्रायः हामी गुड न्युजभन्दा ब्याड न्युजमा बढी एट्र्याक्टेड हुन्छौँ। हजुरहरू आफैले पनि महसुस पनि गर्नुभएको छ होला। गुड न्युज रहेछ, आफूलाई फाइदा हुने न्युज रहेछ अनि हामी त्यो डिटेलमा पढ्दैनौँ। तर कुनै ब्याड न्युज रहेछ, अब कसैले कसैलाई मार्यो, कसैले कसैलाई केस हाल्यो, कसैले के गर्यो, यस्तो नेगेटिभ चाहिँ मेसेज दिने चाहिँ न्युज रहेछ भने हामी डेफमा जति ठुलो एसे भए पनि पढ्छौँ, होइन? त्यो पढिरहँदा के हुन्छ भने हाम्रो माइन्ड चाहिँ एक्टिभ भइरहेको हुन्छ अनि हामी निदाइराख्यौँ भने पनि के हुन्छ भन्दाखेरि चाहिँ राति चाहिँ हजुर सपना देख्नुहुन्छ पुरै त्यस्तै इन्सिडेन्ट्स भएको अनि त्यो सपना हजुरलाई बिहान बिम्जिँदाखेरि पनि के हुन्छ, त्यसले स्ट्राइक गरिरहेको हुन्छ। ओहो आज केही रङ हुन्छ कि के हुने होला भनेर हजुर फ्रेसनेस नै चाहिँ पाउनुहुन्न। त्यो भएर हाम्रो स्लिप भनेको एकदम क्वालिटी स्लिप हुनुपर्छ। त्यसको लागि चाहिँ हाम्रो जे रङ ह्याबिटहरू छ त्यसको लागि करेक्सन गर्नुपर्छ। त्यसमा चाहिँ विशेष गरी यो हनी एकदमै प्रभावकारी हुन्छ। बेलुका हजुरहरू सुत्न जानुभन्दा आधी घन्टा, 1 घन्टा जस्तो अगाडि 1 चम्चा हनी केहीमा पनि मिक्स नगरिकन लिनुभयो भने हनीले बेस्ट काम गर्छ अनिन्द्राको समस्यामा। धेरैजना पेसेन्ट हुनुहुन्छ अहिले अनिन्द्राको समस्या भएको। इभन अहिले हामीसँग हस्पिटलमै पनि 2-3 जना पेसेन्टहरू क्रोनिक यो लगभग हजुरलाई उहाँहरूलाई 3-4 वर्षै भइसक्यो अरे राम्रोसँग निन्द्रा नपरेको।
त्यसले गर्दा उच्च रक्तचापको समस्या देखिएको त्यस्तो क्लाइन्टहरू चाहिँ जस्ट 32-33 वर्षको क्लाइन्टहरू पनि हुनुहुन्छ होइन। यस्तो अवस्थामा चाहिँ हजुरले एकदम टाइमली ट्रिटमेन्ट लिनुभयो भने हजुरहरूलाई अरू मेडिसिनसँग चाहिँ डिपेन्डेन्ट हुनु पर्दैन है। यसको लागि मह एकदमै इम्पोर्टेन्ट। अब मह प्रयोग गर्न नमिल्ने अवस्थाहरू छन्, जस्तो डायबिटिक पेसेन्टले चाहिँ लिन मिल्दैन, अनि जसलाई मह खाँदाखेरि महको एलर्जी हुन्छ, महको एलर्जी हुनेले खानु मिल्दैन, अनि 1 वर्षभन्दा मुनिको बच्चा-बच्चीलाई चाहिँ मह खान दिन हुँदैन। तर हाम्रो एउटा हिन्दू कल्चरमा, स्पेसली ब्राह्मण क्षेत्रीय कम्युनिटीमा चाहिँ के छ भने बच्चा जन्मिने बित्तिकै मह चटाउने कल्चर पनि छ है। मह यसो मुखमा लगाइदिने कल्चर पनि छ। मुखमा लगाउँदैमा त केही बिग्रिँदैन, तर खान चाहिँ दिन मिल्दैन है। किनभने त्यसमा एउटा कस्तो हुन्छ भन्दाखेरि क्लोस्ट्रिडियम बोटुलिनम भन्ने एउटा चाहिँ ब्याक्टेरिया हुन्छ, त्यसलाई चाहिँ पचाउन नसक्ने चाहिँ 1 वर्षभन्दा मुनिकोले पचाउन सक्दैन। त्यसले गर्दाखेरि चाहिँ बोटुलिजम भन्ने समस्या देखियो भने त्यो एकदमै दर्दनाक समस्या हो, किनभने एभ्री मसल्सहरू चाहिँ एकदम प्यारालाइटिक हुन्छ है। त्यो भएर हामीले 1 इयर मुनिकोलाई चाहिँ हनी दिन हुँदैन। अब अर्को प्रडक्ट छ हामीले बिहाइभबाट लिन सक्ने भनेको बी व्याक्स, मैन। यो मैन चाहिँ विशेष गरेर धेरै जसो कस्मेटिक आइटम्सहरू बनाउँदाखेरि मैन प्रयोग हुन्छ। इभन मैनको क्यान्डलहरू पनि हुन्छ। यो मैनको बारेमा मैले डेफमा केही हजुरहरूलाई राखिरहनु नपर्ला जस्तो लाग्छ है। साबुनहरू बनाउने, कस्मेटिक आइटम्सहरू बनाउने, क्यान्डल्सहरू बनाउने, यो बी व्याक्सको पनि आफ्नै रोल हुन्छ। अर्को भनेको बिहाइभलाई हामीले अर्को तरिकाबाट पनि थेरापीको रूपमा पनि प्रयोग गर्न मिल्छ। अस्ति हाम्रो डाक्टर स्टेफनको क्लासमा पनि उहाँले धेरै टाइम चाहिँ यही बिहाइभ इयर थेरापीको चर्चा गर्नुभएको थियो। यो बिहाइभ इयर थेरापी चाहिँ विशेष गरी हाम्रो बडीलाई चाहिँ रिजुभिनेट गर्नलाई चाहिँ एकदमै प्रभावकारी हुन्छ। जे जति हाम्रो शरीरमा आन्तरिक चाहिँ जे जति रङ कुराहरू गइरहेको छ त्यसलाई करेक्सन गर्ने समय बिहाइभ इयर थेरापीले दिन्छ है। यो भनेको चाहिँ कस्तो भने हजुर गुड सर्कल, साथीको गुड सर्कलमा बस्नुभयो भने हजुरलाई पनि थट्सहरू बेटर नै आउँछ, राम्रै गर्दै जाउँ, राम्रै सोच्दै जाउँ भन्दै आउँछ। अब ब्याड फ्रेन्ड्सको सर्कलमा हुनुहुन्छ भने हजुरलाई नि यति गरेर त केही नै हुँदो रहेछ, त्यसले त गरेछ, मैले नि यति गर्दा त केही फरक पर्दैन भन्ने थट्स आउँछ नि। त्यस्तै कुरा बिहाइभ थेरापी भनेको चाहिँ पोल्युसन फ्री एरिया भयो। त्यही भएर हजुरको शरीरले जे कुरामा पनि एकदम आर्मीलाई स्ट्रङ बनाएर राख्न सक्छ, शरीरभित्रको आर्मीलाई एकदम स्ट्रङ बनाएर राख्न सक्छ बिहाइभ इयर थेरापीले है। अब अर्को एकदमै धेरै राम्रो बेनिफिट देखिएको चाहिँ जसलाई श्वास प्रश्वास सम्बन्धी समस्या छ त्यस्तो व्यक्तिलाई पनि बिहाइभ इयर थेरापी एकदमै फ्रुटफुल छ। यो चाहिँ हामीले अहिले काठमाडौँको एपी नेचर केयर हस्पिटलमा अहिले चाहिँ हामीले स्टार्ट गर्न सकेको छैनौँ, तर हामी कोसिसमा छौँ। यो मौरीको घारलाई जोगाउन निकै गाह्रो हुँदो रहेछ सानो एरियामा। ठुलो एरिया भयो भने अलिक सजिलो हुन्थ्यो, यसलाई इम्प्लिमेन्टेसन गर्न धेरै सहजता हुन्थ्यो। हामी बिस्तारै यसको पनि हामी स्टार्ट गर्नेछौँ। अर्को थेरापी भनेको एपी पङ्क्चर, मौरीको खिल। मैले फर्स्ट क्लासमा पनि भनेको थिएँ अस्तिको दिन। मौरीको खिललाई अकुपङ्क्चर पोइन्टमा चाहिँ टोकाएर पनि हामीले चाहिँ थेरापी गर्छौँ। यो एकदमै धेरै फ्रुटफुल छ भनिन्छ। साथसाथै यसको ठुलो कन्ट्रोभर्सी पनि छ। कन्ट्रोभर्सी किन छ भन्दाखेरि चाहिँ यो मौरीको विषले कुनै पेसेन्टलाई चाहिँ एनाफाइलेटिक सक भन्ने कन्डिसन निम्त्याइदिन्छ। त्यो भनेको एकदमै क्लिनिकल इमर्जेन्सी केस हो है। पेसेन्टलाई चाहिँ एकदमै त्यो कोमामै जान सक्ने, पेसेन्टको डेथ नै हुन सक्ने अवस्था पनि आउँछ। प्राय नेपालीमा त यो समस्या देखिँदैन, किनभने हामी धेरै जसो मौरीको वरिपरि नै हुन्छौँ। मौरीसँग हामी नयाँ त होइनौँ, तर पनि कुनै पेसेन्ट हामीले एकदम कम, मैले यो मेरो क्लिनिकल प्र्याक्टिस यो इभन युटर्नमै जोइन भइसकेपछि पनि मैले जम्मा एउटा पेसेन्ट भेटेको छु जसलाई चाहिँ यो मौरीको यो खिलहरू र मौरीको विष इभन हनीसँग एलर्जी छ होइन। त्यो एलर्जी चाहिँ कस्तो भने अलिअलि एलर्जी हुने पेसेन्ट त धेरै भेटिन्छ, उहाँलाई चाहिँ फेन्ट नै भइहाल्ने है, त्यस्तो क्लाइन्टहरू हुनुहुन्छ। त्यही भएर कम्प्लिट हिस्ट्री लिएर मात्रै मौरीले टोकाउन मिल्छ। हामीले यसको बारेमा पुरै वैज्ञानिक सबै यो हुँदो रहेछ, यस्तो हुँदो रहेछ भन्ने डिटेल थाहा नपाउँदासम्म चाहिँ हामीले मौरीलाई टोकाइराख्दा नि केही जस्तो लाग्दैन। तर कोही पेसेन्ट, कोही क्लाइन्ट आफ्नै अगाडि चाहिँ लडिहाल्नु भयो भने चाहिँ अनि त्यसपछि बल्ल हामीलाई चाहिँ आपत
बल्ल त्यो दिनबाट सुरु हुन्छ है। धेरै अहिले प्र्याक्टिस भइरहेको छ। इभन पोखरामा पनि एकजना कोरियामा सर्टेन टाइम बसेर आउनुभएकोले पनि डेली पेसेन्टहरूलाई चाहिँ मौरीले टोकाइराख्नु भएको छ अरे भन्ने सुनिन पनि आउँछ। त्यस्तो धेरैजना हुनुहुन्छ जो नेपालमा प्र्याक्टिस गर्नुभएको छ। तर मेडिकल ब्याकग्राउन्डबाटै आएको मेडिकल पर्सनले स्टिङ चाहिँ सुरु गर्नुभएको छैन है। एपिपङ्क्चर एकदमै हामीले प्रिकोसन अपनाएर प्रयोग गर्नुपर्ने विधा हो। अब यो मैले समरीमा यो चार्ट देखाएँ हजुरहरूलाई। यति डिफ्रेन्ट प्रडक्टहरू चाहिँ हामीले मौरीको घारबाट लिन सक्छौँ। जुनमा हजुरहरूलाई अलिकति नयाँ लाग्ने भनेको यो हनी लागेन, पोलन हामीले चर्चा गरिसक्यौँ, प्रपोलिस चर्चा गरिसक्यौँ। अब यो रोयल जेलीहरू बिबिएनम सबै चर्चा गरिसक्यौँ। अब यो एपिलार्निल भन्ने छ, यो भनेको चाहिँ किरा हो। जुन हजुरले रोयल जेलीमै डिप भएर बसेको एउटा किरा देख्नुहुन्छ, त्यो किरा पनि हजुरको चाहिँ यो पनि प्रभावकारी हुन्छ। हामीले फ्रेस भेट्यौँ भने यो पनि एकदमै डाइटले भरिपूर्ण भएको चिज हो है। अर्को भनेको बिहाइभ इयर अहिलेको लेटेस्ट आएको चाहिँ डेभलप भइरहेको थेरापी हो। अरू यो दुईटाको बारेमा चाहिँ अझै धेरै स्टडी भइरहेको छ, यसतिर हामी नजाउँ है। तर यो दुईटा चाहिँ नयाँ कन्सेप्ट आएको छ। यो तीनटै कन्सेप्ट नयाँ हो अहिले एपिथेरापीमा। मैले थोरै हस्पिटलको बारेमा, हाम्रो कुनै टेस्टिमोनीको बारेमा र यही चर्चा गरिरहँदा हजुरहरूलाई केही केसहरूको बारेमा पनि म डिस्कस गर्नेछु। त्योभन्दा अघिल्लो अगाडि स्लाइड हजुरहरूलाई के अघिल्लो क्वेसन छ स्लाइड भने डाक्टर साहब अघिल्लो स्लाइड एकचोटि देखाइदिनुहोस् भन्ने अनुरोध आएको छ। यो स्लाइड हजुर, 1 मिनट। ठिक छ। यो हजुरहरूले सजिलै गुगलमा पनि भेट्नुहुन्छ। केही क्वेसनहरू छ भने यो टपिकसँग रिलेटेड क्वेसन एन्सर जाउँ। अनि पहिला अल्टरनेट हस्पिटलको हस्पिटलको भनिरहेको थियो, क्लिनिकल हस्पिटलमा जाउँ अनि त्यस पछाडि। ए हस् हस्, लास्टमा क्वेसन गरौँ भने ठिक छ। हस्पिटलको मेन हस्पिटल किन चाहिँ इस्टाब्लिस भयो भन्ने कुराबाटै स्टार्ट गरौँ। जस्तो युटर्नमा डक्टरको कन्सल्टेसनहरू हुन स्टार्ट गरेपछि चाहिँ कतिपय समस्याहरू यस्तो देखेँ मैले, जहाँ चाहिँ पेसेन्टलाई प्रडक्टले मात्रै होइन थेरापी पनि एकदमै इम्पोर्टेन्ट भएको केसहरू चाहिँ हामीले देखिसकेपछि हाम्रो टिममा डिस्कसन भएर अब हामीले पेसेन्टलाई रेफर गर्नुपर्ने अवस्था आयो। जस्तै प्यारालाइसिसको पेसेन्टलाई भनेर प्रडक्ट लिन आउनुहुन्छ, प्रडक्ट त दिइन्छ, प्रडक्टले त काम त गर्छ, तर पेसेन्ट प्यारालाइसिसको अवस्थाबाट कम्प्लिट आफ्नो काम आफै गर्न सक्ने बन्नको लागि चाहिँ हामीले त्यो थेरापीमै डिपेन्डेन्ट हुनु पर्यो। अनि त्यो पेसेन्टलाई चाहिँ हामीले अर्को ठाउँमा रेफर गर्दै गर्दाखेरि चाहिँ अर्को ठाउँबाट मैले यस्तो यस्तो प्रडक्टहरू प्रयोग गर्छु भन्दा यसको काम छैन। इभन एलोपेथी डक्टरले पनि यो खानु चाहिँ काम छैन, त्यति डस्टबिनमै हालेर आउनुहोस् होइन। त्यस्तो कुराहरू पनि क्लाइन्टले सुनाउन थाल्नुभयो। यो प्रडक्टको त केही भ्यालु नै छैन अरे भनेर चाहिँ सुनाउन थालिसकेपछि वाइ नट हामी आफै चाहिँ थेरापी सेन्टर स्टार्ट गरौँ। हाम्रो क्लाइन्टलाई चाहिँ दुःख नहोस्, हामीले यो ठाउँ जाऊ त्यो ठाउँ जाऊ, यसरी गर त्यसरी गर भनेर सबैलाई यी डिटेल्स दिन नपरोस् भन्ने हिसाबले चाहिँ हामीले चाहिँ यो युटर्न टिमले चाहिँ हस्पिटल स्टार्ट गरेको हो। कति समस्याहरू छन् जुन समस्यामा चाहिँ हामीले प्रडक्टहरूले मात्रै रिजल्ट पाउँदैनौँ। मैले फेरि पनि रिपिट गरेँ हजुरहरूलाई, खास यो हस्पिटल बिरामी भएर मात्रै सर्भिस लिन आउने ठाउँ चाहिँ होइन। हजुरहरू काठमाडौँ केही काम, आज त हामी सबै लगभग नेपालभरिबाटै छौँ होला पार्टिसिपेन्ट्स। हामी कुनै कामले काठमाडौँ आउँदैछौँ, तर काठमाडौँ आइसकेपछि एकचोटि हाम्रो शरीरलाई त सर्भिसिङ गराउँ न भन्ने उद्देश्यले पनि आउन मिल्ने ठाउँ हो। खास हामीले सर्भिसिङ गऱ्यौँ भने नै हामीलाई चाहिँ लाइफस्टाइल जीवनशैलीसँग रिलेटेड हुने समस्याहरू देखा नपर्ने हो। हामीले त्यसको चान्सेसलाई कम गर्दै जाने हो है। हजुरहरू हस्पिटल भिजिट गर्नुहोस्, हनीले डिटक्स गर्नुहोस्, स्टिममा बस्नुहोस्, साउनामा बस्नुहोस्, हामीसँग धेरै ट्रिटमेन्टहरू हुन्छ। यो ट्रिटमेन्टहरू आफ्नो चोइसले लिन मिल्छ। डक्टरकै कन्सल्ट गरेर डक्टरसँग जे भन्नुहुन्छ त्यही लिन्छु भन्न पनि पर्दैन। यो हजुरहरूलाई यो लिस्टमा जुन ट्रिटमेन्ट लिन रहर लाग्छ
समस्या नभएकोले है, मैले दीर्घजीवी बन्न चाहनेकोलाई भन्दैछु फर्स्टमा। प्राकृतिक चिकित्सा भनेको त एपिथेरापी, प्राकृतिक चिकित्सा भनेको खास रोग लाग्न नदिनको लागि अप्नाउने ट्रिटमेन्ट पद्धति हो है। अब यसमा चाहिँ हजुरलाई जुन इन्ट्रेस्ट लाग्छ, योगाको चाहिँ क्लिनिकल योगा, म जनरल योगा होइन, सबैले गर्ने योगा होइन कि म यो कुरा अचिभ गर्नको लागि म योगा सिक्दैछु भन्ने त्यस्तो हुनुहुन्छ भने योगा सिक्न पनि मिल्यो। हजुरले मसाज लिन चाहिँ इन्ट्रेस्ट छ भने यहाँ चाहिँ हामीले महिलालाई महिला साथीले थेरापिस्टले गरिदिनुहुन्छ मसाज, पुरुषलाई पुरुष थेरापिस्टले नै गरिदिनुहुन्छ मसाज। हामीले मसाज सुन्ने बित्तिकै हाम्रो कन्सेप्ट नराम्रो छ है। तर मसाज हाम्रो एन्सियन्ट हिलिङ प्रोटोकल हेर्ने हो भने चाहिँ घाममा बस्ने, तेल लगाउने, मालिस गर्ने त हाम्रो त हजुरबुवा हजुरआमाले सधैँ गर्नुहुन्थ्यो। त्यो बेलामा कहिले भाइटामिन डी डेफिसियन्सीको समस्या पनि थिएन, मस्कुलर स्पाजमको समस्या देखियो भन्ने पनि थिएन, नसा च्यापियो अरे भन्ने पनि यति धेरै कमन पनि थिएन होइन। त्यो किन थिएन भन्दा हामीले प्रिकोसन धेरै अप्नाउँथ्यौँ, डायट पनि त्यही अनुसारको थियो हाम्रो होइन। अब अहिले चाहिँ हामीले चोइस गरेर लिनै पर्ने हुन्छ। कहिले हामी शिरोधारा लिन मिल्छ, कहिले चाहिँ हामीले अकुपङ्क्चर, अकुप्रेसर पनि समस्या नदेखिकन पनि लिन मिल्छ अकुप्रेसर, अकुपङ्क्चरहरू। अनि कहिले हनी फेसियल, हनी डिटक्स, जुन ट्रिटमेन्ट आफूलाई चाहिँ इन्ट्रेस्ट लाग्छ त्यो हजुरको टाइम अभाइलेबिलिटी के छ त्यो अनुसारको हजुरहरूले लिन सक्नुहुन्छ। अब अर्को कुरा भनेको विशेष गरेर सबै युटर्न को साथीहरूलाई म के भन्न चाहन्छु भने, जस्तो नसा च्यापिएको पेसेन्ट हुनुहुन्छ, नसा च्यापिएर जस्तो मानौँ कम्मरको नसा च्यापिएर खुट्टासम्म पुगेको छ त्यो पेन, पेन पनि छ, निदाउने झमझमाउने पनि छ, पेसेन्टले आफ्नो दैनिकीको काम केही गर्न सक्नुहुन्न होइन, दिनभरि नै उहाँको अनुहार चाहिँ अँध्यारो नै छ पेनले गर्दा, डिस्कम्फर्टले गर्दा भने त्यस्तो पेसेन्टहरूलाई प्रडक्टले मात्रै काम गर्दैन है। त्यस्तो पेसेन्टलाई हजुरहरूले थेरापीको लागि रेफर गर्नै पर्ने हुन्छ। थेरापी हजुरहरूको नजिकै छ, हजुरहरूले हनी थेरापी गर्न सक्नुहुन्छ, फिजियोथेरापी गर्न सक्नुहुन्छ, अकुपङ्क्चर सर्भिस दिन सक्नुहुन्छ भने जहाँ हजुरसँग नजिकै अभाइलेबल छ त्यो ठाउँ देखाइदिनुहोस्। त्यहाँ छैन भने पनि काठमाडौँ आएर हस्पिटलमा बसेर 15-20 डेज हामीलाई समय चाहिन्छ, 15 देखि 20 दिन समय चाहिन्छ। त्यो 15 देखि 20 दिन समय भनेको नसा च्यापेको बिरामीलाई एकदम छोटो समय हो त्यो होइन, किनभने नसा च्यापेको बिरामीले त वर्षौँ दिनसम्म चाहिँ दुःख पाउनुहुन्छ, झन् समस्याहरू थपिँदै थपिँदै जान्छ हामीले ट्रिटमेन्ट टाइममा गरेनौँ भने होइन। त्यस्तो पेसेन्टहरूलाई हजुरहरूले हस्पिटल काठमाडौँमा एपी नेचर केयर हस्पिटलमा रेफर गरिदिनु होला। हजुरहरूले दिइरहेको प्रडक्टमा केही पनि चाहिँ हामी इन्टरप्ट गर्दैनौँ। प्रडक्ट दिइरहेको राइट छ कि रङ छ कि राइट डोज छ कि छैन त्यो चाहिँ गाइडलाइन्स चाहिँ हामी दिन्छौँ। एउटा टिमै छ, हामी सबै यो एपिथेरापीको अनि अकुपङ्क्चरको, योगाको सबै टिमै छ, टिमले नै हामीले ट्रिटमेन्ट गर्ने हो आवश्यकता अनुसार। अर्को केस भनेको हजुरको प्यारालाइसिसको केस। प्यारालाइसिसको पेसेन्टहरू कतिजनाले मैले प्यारालाइसिसको चाहिँ ट्रिटमेन्ट हुन्छ हाम्रो हस्पिटलमा भनिरहँदाखेरि चाहिँ 5-6 वर्ष अगाडि स्ट्रोक भएर अनि त्यसपछि 1-2 ठाउँमा थेरापी गरेर ठिक नभएको पेसेन्टहरूलाई ठिक हुन्छ भनेर आउनुभएको धेरैजना भेट्छु मैले। प्यारालाइसिसको पेसेन्टलाई चाहिँ हजुरको स्ट्रोक भयो, हजुरको एलोपेथी हस्पिटलले डिस्चार्ज गर्दाको दिनमा ल्याएर एडमिट गरेर हाम्रो हस्पिटलमा थेरापी गर्न छोड्नुभयो भने उहाँलाई रिकभर हुने चान्सेस एकदमै धेरै हुन्छ। तर कम्तीमा नि 2-3 वर्ष क्रस भइसकेको प्यारालाइसिसको पेसेन्टलाई चाहिँ हामीले सोचेको जस्तो सुधार दिन सक्दैनौँ। त्यही भएर जति छिटो हजुरहरूले थाहा पाउनुहुन्छ त्यति छिटो रेकमेन्ड गर्नुहोस् है। यो समस्यालाई भयो। अर्को समस्या भनेको चाहिँ जस्तो पिनासको समस्यामा पनि कहिलेकाहीँ धेरैमा त प्रडक्टले मात्रै पनि काम गर्छ। कुनै कुनै पेसेन्ट एकदम क्रोनिक पिनासको चाहिँ एकदमै लामो समयदेखिबाट चाहिँ समस्यामा हुनुहुन्छ भने त्यस्तो व्यक्तिलाई पनि प्रडक्टले मात्रै रिजल्ट दिँदैन। त्यस्तो व्यक्तिलाई हामीले प्राकृतिक चिकित्साको उपचार प्लस अकुपङ्क्चर दुइटै कम्बाइन गरेर प्रडक्ट पनि चलाएर हामीले रिजल्ट दिइरहेका छौँ। पेसेन्ट एकदम खुसी भएर जानुभएको छ। त्यस्तो केसमा पनि हजुरहरूले चाहिँ पेसेन्टलाई काठमाडौँ रेकमेन्ड गर्न नबिर्सिनु होला है। सबैभन्दा केस देख्ने बित्तिकै, समस्या सुन्ने बित्तिकै हामीलाई हजुरहरूले के छुट्याउनु पर्यो भने यो पेसेन्टलाई प्रडक्ट कतिको प्रभावकारी छ अथवा थेरापी कतिको आवश्यकता छ भन्ने कुरा हजुरहरूले थाहा पाउनुहोस्। हजुरहरूले थेरापीको लागि काठमाडौँ नै पठाउनु भयो भने प्रडक्ट त पेसेन्टले कुनै न कुनै त पाउनु नै हुन्छ, किनभने प्रडक्ट र थेरापीकै कम्बिनेसनमा मात्रै बेटर रिजल्ट आउने हो
है। त्यो भएर चाहिँ हजुरहरूले यो आफूले गरिरहेको कर्म चाहिँ अझ राइट गर्छु, म पेसेन्टलाई चाहिँ दुःख होस् भन्ने चाहदिनँ भन्ने हो भने चाहिँ हजुरहरूले थेरापी पनि निड भएको केसहरूमा हजुरहरूले रिकमेन्ड गर्नै पर्ने हुन्छ। अर्को भनेको अब मैले हजुरलाई सरसर्ती कसरी हुँदो रहेछ ट्रिटमेन्टहरू पनि भन्न चाहेँ। कहिलेकाहीँ यो हामीले भिजुअलाइज गरेको कुरा चाहिँ हाम्रो माइन्डमा ठ्याक्क सेट हुन्छ। सुन्यौँ भने सुन्यो, ए ल भनौँला भन्ने हुन्छ, त्यसपछि बिर्सिन्छ है। अब यो भनेको हनी फेसियल मैले हजुरलाई धेरै भनिरहनु परेन। यो बी स्टिङ अहिले हामीसँग छैन, तर यो बी स्टिङको काम चाहिँ केले गर्छौँ भन्दा हामी अकुपङ्क्चरले गर्छौँ। अर्को हामीले हनी डिटक्स, हनी मसाज गर्छौँ। अर्को हामीले रोयल जेली, प्रपोलिसहरूको प्रयोग गरेर चाहिँ हजुरको हनी डिटक्स, अब यो ब्याक पेनहरूको केसमा चाहिँ हनी हिटिङ गरेर पनि प्रपोलिसहरू लगाउने के छ निड त्यही अनुसारको हामीले थेरापीहरू गर्छौँ। अब अर्को भनेको चाहिँ म्यानुपुलेटिभ थेरापी भनेर हुन्छ हाम्रो हस्पिटलमा। एउटामा चाहिँ हामीले नर्मल मसाज, आयुर्वेदिक मसाज हुन्छ, अर्कोमा हट स्टोन मसाज भनेर हुन्छ। अर्को भनेको चाहिँ यो पोटलीहरू हुन्छ, जुन चाहिँ त्यसमा चाहिँ हर्बल मेडिकेसन राखेर तेल तताएर त्यो हामीले प्रयोग गरिन्छ। प्रायः जसो हाम्रो मसाज ओइल प्रयोग गरिन्छ होइन यो बिदाको लागि चाहिँ। अनि अर्को हामीले यो जल चिकित्सा हाइड्रोथेरापीबाट ट्रिटमेन्ट गर्छौँ। त्यसमा हाम्रो स्टिम बाथ, सौना, मोरक्को बाथ, सिज बाथ, हिप बाथ भनेर चाहिँ हुन्छ। यो अकुपङ्क्चर, कपिङ, मक्जुबेसन भन्ने फेसिलिटी पनि हामी हस्पिटलमा दिन्छौँ। यो हस्पिटलमा आउनुको बेनिफिट के छ भन्नुहुन्छ भने कोही व्यक्तिलाई फिजियोथेरापी गर्न जानु पर्यो भने कुनै केस छ फिजियोथेरापी र अकुपङ्क्चर गर्न इन्ट्रेस्ट लागेको छ, फिजियोथेरापीको लागि एउटा ठाउँमा जानुपर्छ, अकुपङ्क्चर गर्नु पर्यो भने फेरि अर्कै ठाउँ खोजेर जानुपर्छ होइन। तर यो हस्पिटलमा चाहिँ के छ भने हजुरको अकुपङ्क्चर, फिजियोथेरापी, कपिङ, मक्जुबेसन, एपिथेरापीको त भइहाल्यो, म्यानुपुलेटिभ थेरापी, स्पा सर्भिसेसहरू सबै एकै ठाउँमा हुन्छ। इभन क्लिनिकल योगा पनि यही ठाउँमा हुन्छ भनेपछि हजुरहरूलाई ठाउँ ठाउँ चेन्ज गर्दै झन्झट लिनु पर्दैन है। अनि हामीले ट्रिटमेन्ट गर्दाखेरि चाहिँ एउटा क्वेसन आउँदो रहेछ सबै पेसेन्टहरूलाई चाहिँ अरूको ठाउँभन्दा अलिकति महँगो भयो भन्ने क्वेसन आउँदो रहेछ। यसको पनि मैले थोरै क्लियरिफाई गर्न चाहेँ, किनभने हामी आज जति छौँ सबै युटर्नकै छौँ। किन चाहेँ भन्दाखेरि हामी बाहिरतिर प्रायः जसो एपिथेरापी सर्भिसेस दिने ठाउँ भनेको त हस्पिटलमध्ये हाम्रै एउटा मात्रै हस्पिटल हो। हामीले ट्रिटमेन्ट दिँदाखेरि चाहिँ एउटै केसलाई मानौँ नसा च्यापेको पेसेन्ट हुनुहुन्छ भने हामीले उहाँलाई फिजियोथेरापी पनि दिन्छौँ, एपिथेरापी पनि दिन्छौँ, म्यानुपुलेटिभ थेरापी पनि दिन्छौँ, हाइड्रोथेरापीको ट्रिटमेन्ट पनि दिन्छौँ। कम्तीमा पनि हामीले 4वटा विधाको ट्रिटमेन्ट दिन्छौँ। अनि बाहिर फिजियोथेरापी सेन्टरमा मात्रै त्यो हस्पिटलहरूमा मात्रै जानुभयो भने त्यो पेसेन्टले फिजियोथेरापीको मात्रै सर्भिस पाउनुहुन्छ। त्यो फिजियोथेरापीको मात्रै सर्भिस दिने ठाउँमा त पक्का पनि पर डे सर्भिसेसको चार्ज त कमै हुने भयो। हामीले त 4-4वटा सर्भिस दिन्छौँ नि त। त्यही भएर अलिकति उनीहरूभन्दा अलिकति हाम्रो महँगो देखिन्छ। तर हामीले के बुझ्न जरुरत छ भने चाहिँ हामीले कति थरीको थेरापी लिन्छौँ भन्ने कुरा पनि अर्को इम्पोर्टेन्ट हो है। यसलाई पनि मैले यहीँबाट क्लियर गरेँ। डक्टर साहब यसो फिजियोथेरापीमा हाम्रो आयो आयो हाम्रो इमेज इलेक्ट्रोथेरापीको पनि आइराखेको हुन्छ, इमेज एक्सर्साइज आइराखेको थेरापी छैन पनि हुन्छ भन्नुभयो त्यही होइन। आयो। एक्सर्साइज थेरापी, इलेक्ट्रोथेरापी यो सबै विधाबाट हुन्छ। अर्को हाम्रो शिरोधाराको ट्रिटमेन्टहरू हुन्छ, स्पेसली यो अनिन्द्राको समस्याको लागि। अनि त्यसपछि हाम्रो चाहिँ डिप्रेसन, एङ्जाइटीको पेसेन्टहरूको लागि, रेस्टलेसनेस भएको पेसेन्टहरूको लागि, माइग्रेन हेडेक भएको पेसेन्टको लागि। माइग्रेन हेडेक मात्रै होइन, कुनै पनि हेडेक छ भने यसले चाहिँ शिरोधारा ट्रिटमेन्ट एकदमै प्रभावकारी हुन्छ। अर्को थेरापेटिक योगा मैले भनिहालेँ। थेरापेटिक योगा भनेको चाहिँ डक्टरले नै क्लायन्टलाई आफ्नो रोग अनुसारको गराउने योगा हो है। यसमा अलिकति डिफ्रेन्ट हुन्छ। हजुरहरूले जुन ओडामा अहिले चाहिँ योगाको टिचरहरू हुनुहुन्छ, त्यो योगा भनेको चाहिँ जनरल योगा हो। थेरापेटिक योगा भनेको चाहिँ हजुरलाई जे हेल्थ समस्या छ त्यसैको लागि मात्रै केन्द्रित भएर चाहिँ सिकाइने योग अभ्यासलाई चाहिँ हामीले थेरापेटिक योगा भन्छौँ है। यसमा चाहिँ कि डक्टरको गाइडेन्स हुन्छ कि एमएससी योगामै गर्नुभएकोहरूले चाहिँ हजुरहरूलाई गाइड गर्नुहुन्छ यो थेरापेटिक योगाको लागि चाहिँ। अब डिजिज म्यानेजमा डिजिजको केही समस्याहरूको नाम दिन्छु मैले, जस्तै माइग्रेनको समस्या भयो, डाइजेस्टिभ इस्युजहरू भयो, डाइजेसनको इस्युजहरू भयो, पिनासको समस्या भयो, मुख बाङ्गिने समस्या भयो। अब जस्तो मुख बाङ्गिने समस्याको मात्रै उदाहरण लिँदा पनि हामीले प्रडक्ट दिएर मात्रै यो मुख बाङ्गिएको समस्याको ठिक हुँदैन
यसलाई थेरापी एकदम अनिवार्य। अनि थेरापी भनिरहँदा धेरैजनाले चाहिँ यो थर्मल थेरापी, कोरियन थेरापी बुझ्नु हुँदो रहेछ। कोरियन थेरापी होइन है, यसलाई फिजियोथेरापी चाहिन्छ। फिजियोथेरापीमा पनि यो मसल स्टिमुलेसन पनि गर्नै पर्छ, एक्सर्साइजहरू पनि सिकाउनै पर्छ, अकुपङ्क्चर पनि दिनै पर्छ। अनि बल्ल यसलाई यो पेसेन्ट यस्तो केसमा चाहिँ छिटो समस्याको समाधान छिटो पाउनुहुन्छ है। यसमा प्रडक्ट मात्रै चलायौँ भने यसको चाहिँ समाधान आउन गाह्रो छ। यस्तो केसहरूलाई चाहिँ हजुरहरूले रेफर गर्नुपर्ने हुन्छ है। अर्को केस भनेको ग्यास्ट्राइटिस, एसिडिटीको पनि इभन कन्स्टिपेसनको समस्या अथवा ग्यास्ट्राइटिसको समस्या पनि हजुरहरूले प्रडक्टहरू दिँदै हुनुहुन्छ। प्रडक्ट दिँदै गर्दा त्यो प्रडक्ट 3 महिना 4 महिना प्रयोग गरिसक्नुभयो पेसेन्टले, तर पेसेन्टलाई मलाई सहजता भएन भन्ने गुनासो हजुरहरूलाई पोख्नुहुन्छ भने एकचोटि हस्पिटलमा भिजिट गराउनुहोस्। हस्पिटलमा हामीले डिटक्सिफिकेसनको ट्रिटमेन्टहरू गर्छौँ। सबै शरीरलाई चाहिँ बनाउने, शुद्धिकरण पनि गर्ने अनि प्लस बनाउने पनि गर्छौँ। हो त्यसको लागि पनि हजुरहरूले रेकमेन्ड गर्न सक्नुहुन्छ है। यस्तो पेसेन्टलाई चाहिँ पहिल्यै थेरापी चाहिन्छ भन्ने छैन, पहिला प्रडक्ट नै दिनुहोस्। प्रडक्टले चाहिँ कतिको अब कस्तो हुन्छ नि, अर्को एक्सपेक्टेसन, प्रडक्ट लिने बित्तिकै त्यही दिनबाट अब भोलि बिहान उठ्दा मलाई त्यो समस्याको चाहिँ समाधान मिलोस् भन्ने चाहिँ हामीलाई आशा हुन्छ है। तर त्यो समस्या मैले कहिलेबाट भोगिरहेको थिएँ भन्ने कुरा हामीलाई चाहिँ थाहा हुँदैन, हामी याद गर्दैनौँ। अब यो चाहिँ कस्तो हुन्छ, लङ टर्मबाट देखिने समस्याको सुधार पनि त्यति नै टाइम लाग्छ। हामीले प्रडक्ट त्यसरी नै युज गर्नुपर्ने हुन्छ। कम्तीमा पनि 2 देखि 3 महिना प्रडक्ट सेवन गर्दा पनि हजुरले जुन समस्याको लागि प्रडक्ट दिनुभएको थियो त्यो प्रडक्टले सोचेको जस्तो समाधान दिएन भने चाहिँ हस्पिटलमा पठाउनु होला है। हस्पिटलमा नसर्ने रोगको लागि केही न केही समाधान मिल्छ नै है। यतिमा चाहिँ हजुरहरू ढुक्क हुनुहोस्। हजुरहरूलाई एकदम हजुरहरू पनि लक्की हुनुहुन्छ, म पनि लक्की छु यो मानेमा। हजुरहरूले पनि आफूले त्यहाँ रिजल्ट नपाएको कुराहरू चाहिँ यो ठाउँमा चाहिँ जानुहोस् है भनेर देखाइदिने ठाउँ छ। मलाई पनि के छ भने यस्तो केस यहाँ ट्रिटमेन्ट गर्दा पनि सुधार आएको थिएन, यहाँ हामीले सर्भिसेस दिँदाखेरि आयो भनेर प्राउड हुने ठाउँ छ। भनेपछि हामी दुवै साइडमा एकदमै लक्की छौँ। त्यस्तै अर्को समस्या भनेको यो घुँडा को नसा, सरी घुँडा खिएको, हड्डी खिएको, यो समस्याको पनि धेरै क्लाइन्टहरू हुनुहुन्छ। यो समस्यामा पनि हामीले प्रडक्ट चाहिँ दिन सक्छौँ। तर प्रडक्ट सँगसँगै मलाई हजुरहरूलाई मेरो चाहिँ सजेसन के छ भने पेसेन्टले वेट रिडक्सनको पनि ऊ चाहिँ फलो गरी गाइडलाइन्स फलो गरिराख्नुपर्छ। यो घुँडाको चाहिँ हड्डी खिएको केसमा चाहिँ पेसेन्ट एकदम मोटो छ, घुँडाको एकदम दुखाइ धेरै छ, घुँडा फोल्ड गर्न पनि मिल्दैन। अनि हजुरले प्रडक्ट चाहिँ यही त्यो बाहिरबाट लगाउने तेल अनि प्रोपोलिस मात्रै दिनुहुन्छ भने हजुरले चाहिँ त्यो पेसेन्टको रिकभरीमा केही पनि पाउनुहुन्न, केही बेनिफिटै देख्नुहुन्न होइन। त्यस्तो केसमा हजुरले के गर्नु पर्यो भने एउटा चाहिँ वेट रिडक्सनको लागि हजुरहरूले जीवनशैली परामर्श पनि गर्नु पर्यो, खानपिन के छ त्यो पनि हेर्नु पर्यो। अनि त्यसपछि चाहिँ हजुरहरूले दिँदाखेरि चाहिँ रोयल जेली, प्रोपोलिस, मसाज ओइल र सन्धि कवच यसको कम्बिनेसन पनि दिनु पर्यो हजुरहरूले। र अनि पेसेन्टलाई अर्को के गाइडलाइन्स दिनु पर्यो भने सर्टेन एक्सर्साइज थेरापी हुन्छ, त्यो एक्सर्साइज फिजियोथेरापिस्टले सिकाउनुहुन्छ, त्यो एक्सर्साइज पनि हजुरहरूले दिनै पर्छ। किनभने खिएर गइसकेको हड्डीलाई हामीले रिकभर गर्न सक्दैनौँ। हामीले के गर्ने हो, अब त्यही स्पिडमा खिइन नदिनको लागि र पेसेन्टको दुखाइ कम गराउनको लागि ट्रिटमेन्ट गर्ने हो। त्यो भएर चाहिँ हजुरहरूले एक्सर्साइज पनि इम्पोर्टेन्ट हुन्छ, डायट पनि इम्पोर्टेन्ट हुन्छ, वेट लस प्रोग्राम पनि एकदमै इम्पोर्टेन्ट हुन्छ यो केसमा, त्यो पनि नबिर्सेनु होला। अर्को केस मैले प्राय सबै एक्सप्लेन गरिसकेको छु जस्तो लाग्छ। जस्तो यो प्यारालाइसिसको पनि मैले अघि नै भनिसकेँ। प्यारालाइसिसको पेसेन्टलाई पनि हामीले फुड सप्लिमेन्ट प्लस थेरापी गर्न पायौँ। त्यो थेरापीमा पनि फिजियोथेरापीको कम्बिनेसनमा हनी थेरापी गर्न पायौँ भने पेसेन्टलाई एकदमै छिटो सहजता भेट्छौँ हामीले है। मसँग यहाँ केही स्लाइड्स पनि छ यसको। जस्तो नसा च्यापेको पेसेन्ट आउनुभएको थियो हामीकोमा। यो पेसेन्ट चाहिँ उहाँले आफ्नो पर्मिसनै दिएर हामीलाई यो भिडियो लिन पनि दिनुभएको थियो। यो पेसेन्टको चाहिँ कस्तो थियो भन्नुहुन्छ भने उहाँ जस्ट 38 इयर्सको हुनुहुन्थ्यो। अब दुखाइ चाहिँ यति वर्स थियो कि उहाँ सिधा उभिनै सक्नु हुँदैन थियो।
दाहिने खुट्टातिर चाहिँ रेडिएटिङ पेन थियो। अनि उहाँ चाहिँ न्युरो हस्पिटलमा सर्जरी गर्नको लागि एकदमै त्यो डिपोजिट पनि छोडेर आउनुभएको क्लाइन्ट थियो। डिपोजिट राख्नुभएको उहाँको हस्बेन्डले कतैबाट थाहा पाएर हाम्रो हस्पिटल भिजिट गरेर पेसेन्टलाई चाहिँ उताको डिपोजिट पनि लिन लगाएर इमर्जेन्सी काम पर्यो मेरो घरमा भनेर लिन लगाएर अनि हाम्रो हस्पिटलमा लिएर आएर उहाँलाई हामीले 15 डेज ट्रिटमेन्ट गरेको थियौँ। उहाँको मलाई लाग्छ 6 मन्थ्सको बेबी पनि हुनुहुन्थ्यो। अनि 15 डेजको ट्रिटमेन्टमा सर्जरी गर्नुपर्छ भनेको पेसेन्ट आफै हिँड्ने ओर्ने बच्चाको सबै टेक केयर आफै गर्ने र लोकल बस चढेर चाहिँ उहाँ आफ्नो गाउँ जानुभएको थियो। उहाँको गाउँ पश्चिम थियो। उहाँ त्यसरी जानुभएको थियो भनेपछि हामीले सबै केसहरूमा सर्जरी नै फर्स्टमा अपनाउनुपर्छ भन्ने देखिँदैन है। हामीले राइट ट्रिटमेन्ट राइट टाइममा पायौँ भने हामीलाई जस्तो पनि ट्रिटमेन्टहरू यो नसा च्यापेको पेसेन्टहरूको लागि चाहिँ एकदम रिकभरी हुन्छ। हेर्नु त यो पेसेन्टको केसमा यो एउटा मात्रै समस्या छैन, 3-3वटा लेभलमा नसा च्यापिएको छ। एउटा यो लेभल चाहिँ यो डिस्क एक्सट्रुसन भनेको त 3rd ग्रेडको चाहिँ नसा च्यापाइ हो, के अरे डिस्क हर्निएसन हो। डिस्क हर्निएसन भनेको हजुरलाई मैले एउटा यो स्लाइडमा पनि थोरै देखाउँछु। जस्तो एचआर सर, हामीले यो स्लाइड फलो गरिरहेछौँ, कर्सर देखिरहेछ। डाक्टर साहब यस एकदम स्पष्ट। हजुर यो थोरै मैले यो चाहिँ एक्सप्लेन गर्न चाहेँ। यो यसरी ब्राउन कलरमा देख्नुभएको यो चाहिँ हाम्रो हड्डी हो। यो हड्डीहरूको बिचमा यसरी कुरकुरे हड्डी हुन्छ है। हाम्रो नर्मल्ली हुनुपर्ने डिस्क यस्तो हुन्छ, यसलाई हामीले नर्मल डिस्क भन्छौँ। हल्का यसमा चाहिँ यो बिचमा यसरी क्र्याकहरू आएको देखिएको छ। यसमा चाहिँ यो इलिस्ट्रेसन मात्रै हो है। यो चाहिँ यसलाई चाहिँ डिजेनरेटिभ डिस्क भनिन्छ। यसले गर्दाखेरि पनि भोलि यो खिँदै जाँदाखेरि पनि यसको र यसको यो हाइट, यो हड्डी र यो हड्डी जुन यो कुरकुरे हड्डीको हाइट हुनुपर्छ यो चाहिँ घट्दै जान्छ र अनि यहाँबाट पछाडिबाट आउने नसालाई चाहिँ इरिटेसन हुन थाल्छ। त्यसलाई पनि त्यो कन्डिसनलाई पनि हामीले नसा च्यापियो भन्छौँ। अर्को भनेको डिस्क बल्ज। यो कुरकुरे हड्डी कुनै कारणले केही कारणले गर्दाखेरि चाहिँ यो डिस्क यसरी बाहिर आयो भने पनि यसले पनि हाम्रो नसालाई इरिटेसन गर्छ। यो कन्डिसनमा पनि हामीलाई ब्याक पेनको समस्या हुन्छ। अर्को यसलाई हर्निएटेड डिस्क भन्छौँ। यो डिस्क मजाले बाहिर आउँछ। आउँदाखेरि चाहिँ यो हाम्रो यो जुन पनि यो बाटो देख्नु भएको छ यो भनेको हाम्रो नसा हिँड्ने बाटो हो। यसमा चाहिँ नसालाई इरिटेसन गरेको हुन्छ। त्यो भएर यसको पेन चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हजुरको खुट्टाहरूमा पनि जान्छ। खुट्टाहरू निदाउने, झमझमाउने। हजुरलाई कम्मरै दुख्नुपर्छ भन्ने छैन। कसैलाई त खुट्टाहरू निदाई गर्ने, झमझमाएको झमझमाइ गर्ने। अब हजुरहरू नर्मली आफ्नो चप्पल लगाएको याद गर्नुभएको छ भने कसैको चाहिँ एउटा जुन साइडतिर पेन छ, समस्या छ, त्यो साइडतिर चाहिँ हजुरहरूको कुर्कुच्चाको त्यो प्लेसमेन्ट नै त्यो चप्पल लगाएको खिएको भाग नै अर्कै फरक ठाउँमा हुन्छ होइन। कसैको त गेट नै भनेको हिँडाइ नै पुरै खच्याङ खच्याङ भइरहेको हुन्छ तर आफूले याद गरिराख्नु भएको हुँदैन होइन। त्यस्तो अवस्थाहरू पनि आउँछ। यो अवस्थामा हामीले प्रडक्ट मात्रै दियौँ भने हामीलाई त्यति धेरै समाधान आउँदैन। प्रडक्ट नै चाहिन्छ। किन चाहिन्छ भन्दाखेरि योलाई यसको लिगामेन्टहरू स्ट्रङ राख्नलाई, यो भित्रको फ्लुइडहरूलाई स्ट्रङ राख्नको लागि त चाहियो। तर जब यो प्रब्लम आइसक्यो त्यसलाई त थेरापी नै चाहियो फर्स्टमा है। यसको समाधानको लागि थेरापी नै चाहिन्छ। त्यही भएर थेरापी प्लस प्रडक्ट गऱ्यौँ भने त्यो पेसेन्टलाई हामीले एकदमै सहजता दिलाउन सक्छौँ। हाम्रो धेरै पेसेन्ट हुनुहुन्छ है यो नसा च्यापेको पेसेन्टलाई रिकभर भएको चाहिँ धेरै नै केसहरू हुनुहुन्छ। अर्को यो मैले थोरै हाम्रो हस्पिटलमा आएको केही डकुमेन्टेसन, यो हामीले यसरी डकुमेन्ट बनाएर राख्न सक्छौँ भनेर पनि मैले यो देखाउन चाहेँ। जस्तो यो पेसेन्ट आउनुभएको थियो। यो पेसेन्टको चाहिँ हजुरको खास बाँझोपनको समस्याको लागि आउनुभएको थियो। पुरुषको कारणले गर्दाखेरि बाँझोपनाको समस्या आएको भनेर आउनुभएको थियो। यो पेसेन्टको यो फर्स्टको रिपोर्ट हेर्नुहुन्छ भने उहाँको स्पर्म काउन्ट चाहिँ 0 छ। स्पर्म नै देखिएको छैन है सिमेन एनालाइसिसमा। तर हाम्रो प्रडक्ट 3 to 4 मन्थ्स जस्तो लाग्छ मलाई उहाँले सेवन गर्दाखेरि चाहिँ उहाँको स्पर्म काउन्ट चाहिँ 53 मिलियन पुगेको छ।
नर्मली मेडिकल साइन्सले चाहिँ के भन्छ भने जेरो स्पर्म देखिएको पेसेन्टलाई केही पनि हजुरको सल्युसनै दिन सकिँदैन भन्ने पनि भेटिन्छ तर सधैँ त्यही लागु हुँदैन है यो हजुरहरूलाई मैले एउटा युनिक यो चाहिँ रिजल्ट भएको भएर मैले यहाँ राखेँ यसरी नै हजुरहरूले पनि कसैलाई प्रडक्ट दिँदै हुनुहुन्छ भने प्रडक्ट दिँदा उहाँहरूसँग मेडिकल रिपोर्टहरू छ भने त्यसलाई डकुमेन्ट राखेर पछि चाहिँ के चेन्ज आयो भन्ने पनि फेरि हजुरहरूले चाहिँ डकुमेन्ट चाहिँ फाइलिङ गरेर राख्नुभयो भने हजुरहरूलाई मार्केटिङमा पनि धेरै इजी हुन्छ अनि त्यो रिपोर्टहरू हजुरले चाहिँ युटर्नलाई चाहिँ पास गरिदिनु भयो भने हामीसँग सधैँ एउटा चाहिँ त्यो जुन रिसर्चको पाटोमा हामी पछाडि परेको छौँ भनेछौँ त्यो रिसर्चको पाटोलाई पनि हामीले अगाडि ल्याउन सकिन्छ है यो चाहिँ हजुरहरूले मेरो स्पेसल रिक्वेस्ट हजुरहरूलाई हजुरहरूले जे समस्याको लागि पनि प्रडक्ट दिइराख्नु भएको छ कति समस्याहरू चाहिँ कस्तो हुन्छ भने यो रिपोर्टै हुँदैन सिम्टम्समा सुधार आएको केस छ भने पनि फर्स्ट डेमा पनि हजुरहरूले चाहिँ एउटा सानो भिडियो क्लिप लिनु होला अनि कति टाइम हजुरहरूले कुन कुन प्रडक्ट दिनुहुन्छ त्यो मेन्सन गरेर अनि यो चाहिँ सहजता आएछ भन्ने कुरा पनि लिनु सहजता आएकोलाई मात्रै लिनुपर्छ भन्ने छैन प्रत्येक केसमा लिनुभयो भने सहजता नआउँदा पनि हामीले यो पेसेन्टलाई चाहिँ किन आएन भन्ने पनि स्टडी गर्न मिल्छ है यो केस पनि त्यस्तै हो सेमन एनालाइसिसमा चाहिँ हजुरको थोरै यसको चाहिँ काउन्ट त थियो तर एनफ थिएन 2 मन्थ्सकै प्रडक्ट युजमा धेरै इम्प्रुभमेन्ट आएको छ यो केसमा पनि त्यस्तै छ जस्तो फर्स्टको टेस्टमा चाहिँ जस्ट 8 मिलियन स्पर्म काउन्ट छ पछि हाम्रो प्रडक्ट सेवन गरिसकेपछि चाहिँ उहाँको 35% त यो मोटिलिटी नै देखिया छ पहिलाकोमा चाहिँ कम छ यसको स्पर्म काउन्ट पनि एनफ छ है अर्को भनेको यो डायबेटिक फुट अल्सर जस्तो घाउकै केसमा मैले अघि नै पनि एक्सप्लेन गरेको थिएँ यसरी चाहिँ डे 1मा यस्तो थियो डे 4मा यो प्रपोलिस लगाउँदाखेरि यस्तो भयो प्रपोलिस लगाउने प्लस रोयल जेल्ली खाने है अब पछि यसरी हिल हुँदै जाँदाखेरि चाहिँ डे 15सम्म चाहिँ यो सबै स्कार नै सबै कम्प्लिटली रिकभर हुन लागेको छ यस्तो हजुरहरूले पनि आफूले क्लाइन्टलाई दिनुभएको छ भने फोटो खिच्न अहिले त सजिलो छ सबैको हातमा मोबाइल छ त्यही मोबाइलको क्यामेरा युज गरेर हजुरहरूले डकुमेन्टेसन राख्न सक्नुहुन्छ अब सबैभन्दा बिग क्वेसन हामीलाई डोज प्रडक्टको डोज कसरी दिने भन्ने चाहिँ बिग क्वेसन अब यो मैले धेरैचोटि एक्सप्लेन पनि गरिसकेको छु फेरि पनि म फेरि यसलाई रिपिट गर्न चाहेँ जस्तो जो व्यक्तिलाई कुनै पनि रोगको लक्षण देखिएको छैन त्यो व्यक्तिले दीर्घजीवी बन्नको लागि प्रडक्ट लिँदै हुनुहुन्छ भने हजुरहरूलाई कसरी खाने भनेर प्रयोग गर्ने विधि हाम्रो युटर्नको सबै प्रडक्टको बाहिर पनि हजुरहरूले डिरेक्सन अफ युज भनेर चाहिँ त्यो चाहिँ पाउनुहुन्छ हेर्नुभयो भने एउटा दुईटा क्याप्सुल खाने कति टाइम खाने भन्ने कुरा पाउनुहुन्छ तर जसलाई समस्या देखिएर अनि प्रडक्ट दिनुभएको छ कुनै रोग छ भनेर दिनुभएको छ भने त्यो व्यक्तिलाई चाहिँ प्रडक्ट युज गर्दा फर्स्टमा एलर्जी टेस्ट गर्नु स्पेसली यो चाहिँ प्रपोलिसको केसमा एलर्जी टेस्ट चाहिँ प्रपोलिसमा हामी धेरै जसो पोलन रोयल जेलीको एलर्जी हुने चाहिँ एकदम कम भेट्टाउँछौँ है प्रपोलिसको तुलनामा अनि प्रपोलिसको एउटा ड्रप लगाइदिनु स्किनको यो सर्फेसमा लगाइदिनु यता लगाएर हुँदैन यो सर्फेसमा लगाउनु अनि एकैछिन चाहिँ यसो हल्का रब गरेर छोडिदिनुहोस् यसमा छोड्दाखेरि चाहिँ हजुरको चिलाउने अड्ने फोका बिबिराहरू उठ्ने भएन भने त्यो पेसेन्टलाई खासै एलर्जीको कन्डिसन हुँदैन जो पेसेन्टलाई यहाँ चाहिँ एकदम इचिङ हुन्छ अनि त्यसपछि बिबिराहरू आउँछ त्यो पेसेन्टलाई चाहिँ प्रपोलिसको एलर्जी हुन्छ है अनि त्यस्तो जसलाई एलर्जी आएको छैन त्यो पेसेन्टलाई चाहिँ सुरुको डोज दिँदाखेरि चाहिँ एकदम थोरै 5 ड्रप्स मात्रै दिनुभए पनि हुन्छ अनि त्यसपछि चाहिँ बढाउँदै लिएर जानुहोस् अनि समस्या के छ कतिवटा समस्या छ के सुधारको लागि हजुरहरूले दिनुभएको छ भन्ने चाहिँ टार्गेट गरेर जस्तै क्यान्सरको पेसेन्ट हुनुहुन्छ क्यान्सर डायग्नोस भइसकेपछि उहाँले केमोथेरापी लिनुभयो अहिले हजुरसँग अप्रोच गर्दासम्म चाहिँ उहाँ एकदमै देख्दाखेरि बिरामी जस्तो देखिनुहुन्न भने चाहिँ हजुरले चाहिँ त्यो पेसेन्टलाई लगभग 20-30 थोपा एक टाइममा दिन पनि सक्नुहुन्छ त्यसरी नै 2 दिनको 2-3 टाइमसम्म दिन सक्नुहुन्छ तर त्यही पेसेन्ट क्यान्सर नै डायग्नोस भएको पेसेन्ट हुनुहुन्छ उमेरले एकदम धेरै हुनुहुन्छ बेड रिडन हुनुहुन्छ भनेको बेडबाट उठ्न अड्न सक्नुहुन्न थला पर्नु भएको छ त्यस्तो पेसेन्ट हुनुहुन्छ भने चाहिँ हजुरहरूले 10 to 15 ड्रप्स दिनको 2
अथवा 3 चोटि मात्रै दिनुहोस्। यो सबैलाई एउटै फर्मुला लागु हुँदैन। हजुरले पेसेन्टलाई हेरेर पेसेन्टले कतिको एक्सेप्ट गर्न सक्नुहुन्छ प्रडक्ट, त्यो आज दिएको प्रडक्टले भोलि उहाँलाई कस्तो असर गरेको छ त्यो हेर्दै हजुरहरूले चाहिँ यो डोज बढाउन सक्नुहुन्छ। है इभन रोयल जेल्लीको केसमा पनि त्यस्तै हुन्छ। हजुरले पहिला मिनिमम 1 क्याप्सुलबाट सुरु गर्नु 1-2 दिन, त्यसपछि उहाँले डिस्कम्फर्ट जनाउनु भएन र उहाँको प्रब्लम चाहिँ एकदमै हायर साइडतिर छ। जस्तो हजुरले पाठेघरमा ठुलै मासु देखेर चाहिँ दिन थाल्नु भएको छ, हजुरले पेसेन्टलाई चाहिँ 2 महिनामा 1 महिनामा हजुरले चाहिँ फेरि अल्ट्रासाउन्डको रिपोर्ट लिँदै हुनुहुन्छ भने प्रोपोलिस त हाई डोजमा दिनु पर्यो। फर्स्टको 1 दिन लो डोजमा दिनु, भोलिपल्टबाट उहाँलाई केही डिस्कम्फर्ट फिल भएन भने बढाइदिनुहोस्। है त्यसरी चाहिँ हामीले प्रडक्ट चाहिँ दिनुपर्छ। यसको युनिभर्सल डोजको केही पनि छैन रुल। प्रडक्टको पनि कुन रोग लाग्दा कुन प्रडक्ट दिने भन्ने युनिभर्सल चाहिँ ठ्याक्क जस्तो एलोपेथी मेडिसिनमा हुन्छ त्यस्तो छैन। त्यही भएर हजुर नै यसको डक्टर हो। जति प्र्याक्टिस गर्नुहुन्छ, जति आफूले सेवन गर्नुहुन्छ, त्यति हजुरले इफेक्ट अरूलाई सजिलोसँग एक्सप्लेन गर्न सक्नुहुन्छ। जस्तो हजुर दीर्घजीवी बन्न लिँदै हुनुहुन्छ भने यो प्रडक्ट खाँदा मलाई त यति एनर्जाइज फिल भयो, म बिहान उठ्दाखेरि चाहिँ एकदम आलस्यपन लिएर उठ्थेँ, बिहान यो प्रडक्ट खान थालेपछि त म यस्तो फुर्तीका साथ उठ्छु भन्नुहुन्छ भने फर्स्ट भनेको आफूले प्रयोग नगरिकन त्यसको इफेक्ट कस्तो हुन्छ भन्ने कुरा एक्सप्लेन गर्नै सकिँदैन। है म मेरै उदाहरण दिन्छु हजुरहरूलाई। मलाई पिरियड साइकलको बेलामा एकदमै धेरै क्राम्प्स आउँथ्यो। एकदम म एक दिन त हस्पिटल ड्युटी जान पनि सक्दिनँ, कलेज पढ्दा कलेज पनि जान सक्दिनँ थिएँ। तर मैले यो रोयल जेली प्रयोग गरेको दिनबाट त्यो पिरियड साइकलमा 15 डेजको रोयल जेलीको प्रयोगबाट मलाई त्यो साइकलमा मेफ्टल खानु परेन। होइन, अहिले मसँग जति पेसेन्टले चाहिँ अप्रोच गर्नुहुन्छ नि, मैले थ्योरिटिकल्ली त पढेको थिएँ, बुझाउँथेँ, तर प्र्याक्टिकल्ली मलाई जति त्यो केसलाई पेसेन्ट अप्रोच गर्नुहुन्छ, जुन कन्फिडेन्सले म भन्न सक्छु नि, त्यो अरू प्रडक्टमा म अरू केसमा भन्न सक्दिनँ। त्यो भएर फर्स्ट आफै नै युजर हुनुपर्छ यसको बेनिफिटको बारेमा हजुरहरूले एक्सप्लेन गर्नको लागि। अब यो सर्ट समराइज गरेँ मैले। यो हामीले मौरीले चाहिँ यसरी चाहिँ पोलन, नेक्टर, रेजिनहरू कलेक्ट गरेर लिएर आउँछ, हनी बन्छ, त्यसपछि पोलन, प्रोपोलिस, बी ब्रेड बन्छ। यो रोयल जेली चाहिँ यो बीको हाइपोफाइलेन्जियल ग्ल्यान्डबाट आउँछ, बी व्याक्स चाहिँ व्याक्स ग्ल्यान्डबाट आउँछ, अनि बी भेनम चाहिँ भेनम ग्ल्यान्डबाट आउँछ भनेर यसरी चाहिँ यो चाहिँ मौरीको प्रडक्टहरूको समराइज गरेको छ। यो एउटा यो फ्लो चार्ट हेर्न सक्नुहुन्छ। यति भन्दै मलाई चाहिँ यतिका टाइमसम्म सुनिदिनु भयो, थ्याङ्क यू सो मच। मैले अब क्वेसन एन्सर राउन्डलाई केही क्वेसनहरू छ हजुरहरूको भने आन्सर गर्छु। थ्याङ्क यू सो मच डक्टर। अ, एउटा दुइटा एकदम हिजो अस्तिको नदोहोरियोस् है। म चाहिँ के कुरा राख्न चाहन्छु सर है। भन्नुहोस्। म्याम कतिपयको कन्डिसनमा के छ भने हामीले रोल जेली बिपोलन चलाउने क्रममा तपाईँको हाम्रो स्पर्म काउन्टहरू एकदमै राम्रो हुन्छ। त्यसपछि त्यही कन्डिसनमा त्यही अब कन्टिन्युटी प्रोडक्टलाई गर्दै गर्दा फेरि अर्को नेक्स्ट मन्थ गर्दाखेरि घटेको, पहिला सुरुमा कम भएको, दोस्रो महिना बढेको, तेस्रो महिनामा फेरि घटेको हुन्छ। त्यो कन्डिसनलाई के कसरी गर्ने भन्ने कुराहरू अलिकति बढी समस्याहरू आइरहेको अवस्था पनि हामीले पाएका छौँ। र जुन यो बिपीको समस्यामा पनि के छ भने 120 ठिक हुने, 80 वाला चाहिँ तपाईँको 110 बढीको कन्डिसनमा पर्पुलिस गुर्जोले त्यसलाई हामी कन्ट्रोल गर्न चाहिँ लगभग सक्छौँ भन्ने कस्तो हुन्छ यो? फर्स्टको क्वेसन एन्सर गर्छु सर मैले। कोही पेसेन्टमा चाहिँ फर्स्टको कुनै भिजिटमा चाहिँ बढ्ने, कुनै भिजिटमा चाहिँ कम हुने चाहिँ यस्तो केसहरू आयो भने चाहिँ हजुरले प्रडक्ट चाहिँ ब्रेक गर्दै डोजमा चेन्ज गर्दै दिन सक्नुहुन्छ। है सबैजना एउटा अर्को कुरा पनि हामी एक्सेप्ट गर्न के चाहिँ सक्नुपर्छ भने हामीले दिएको 100 पेसेन्टमै 100लाई नै एभ्री टाइम बेस्ट रिजल्ट आउँछ भन्ने चाहिँ हुँदैन। त्यो कुरा चाहिँ हामीले पनि एक्सेप्ट गर्नुपर्छ। तर हजुरलाई चाहिँ यो मेन 3-4वटै पेसेन्टलाई त्यसरी दिँदाखेरि हजुरको सेम प्रब्लम चाहिँ सुरुमा अलिकति कम भयो, अर्कोमा अब अलिक ज्यादा देखियो, फेरि एकदमै ड्रप भयो भन्ने आउँछ भने त्यस्तो केसमा पेसेन्टलाई कन्टिन्युस प्रडक्ट चलाउन भन्दा नि ब्रेक गर्दै दिनुहोस् न, त्यसले रिजल्ट दिन्छ।
अर्को वान मन्थ हजुरले प्रेसरको केसमा भन्नुभएको थियो। प्रेसरको केसमा के भन्नु, जस्तो पहिल्यै हाई प्रेसर डायग्नोस नभइकन सडनली प्रेसर भएको बिरामीलाई सोध्नुभयो कि कस्तो पेसेन्टलाई सोध्नुभयो? त्यस्तै कुनै बेला लो हुने, कुनै बेला हाई हुने, जस्तै माथिको 140 130 हुने, अथवा कुनै बेला 120 नै हुने, तर तलको 80 हुने बेला 110 हुने, त्यो तलको बढी बढ्ने, माथिको चाहिँ ठिकै रहने कन्डिसनमा के कस्तो हुन्छ? यो पनि हजुरले त्यसरी नै प्रडक्ट ब्रेक गरेर दिने रुल लगाउनुपर्छ है। हजुरको लगभग पेसेन्टलाई थाहा हुन्छ प्रेसर हाई भएको, त्यस्तो पेसेन्ट जुनलाई फ्लक्चुएट गर्छ त्यस्तो पेसेन्टलाई चाहिँ सिम्टम्सहरू नै देखिन्छ कि कसैलाई यो टाउको चाहिँ हेभी हुने होइन, कसैलाई निन्द्रा नपर्ने, त्यस्तो त्यो केही न केही लक्षणहरू देखिन्छ। त्यही अनुसारको हजुरको हायर साइडतिर गएको बेलामा चाहिँ प्रपोलिस र गुर्जोलाई फ्लेक्सिड लगाइदिनुहोस् है। हजुर। अब लोवर साइडतिर गएको बेलामा चाहिँ पोलन रोयल जेलीलाई हाइलाइट गर्नुहोस्। ए भन्नाले 120 भन्दा जुन तलको 80 हुन्छ त्यो चाहिँ अलिक बढी डेन्जर मानिन्छ भन्ने छ, हो र म्याडम त्यस्तो? मैले हजुरको क्वेसन बुझेन। 120/80 त हाम्रो ग्याप चाहिँ एकदम कम चाहिँ हुनु हुँदैन कि, बुझ्नुभयो? डेन्जरस त दुइटै हो। हजुर हजुर, तर के हुन्छ, लोवर साइडको एकदम डायस्टोलिक एकदम। ब्लड प्रेसर चाहिँ बढ्दाखेरि चाहिँ हजुरलाई असहजता धेरै हुन्छ। ग्याप अलिकति ठुलो ए बन्नुपर्छ। यस्तो केसमा पनि हजुरहरूले प्रडक्टहरू सबै मिलाएर दिनुभयो भने चाहिँ एभरेजमा ल्याउन मद्दत पुर्याउँछ प्रडक्टले है। उहाँको लाइफस्टाइल पनि काउन्सिलिङ गर्नुपर्छ। हजुरले रेड मिटहरू, जस्तो पेसेन्टले रेड मिटहरू लिनुहुन्छ कि लिनुहुन्न, प्रोटिन सोर्स कतिको लिनुहुन्छ, उहाँको हेरिडिटरी एक्सपोजर छ कि छैन होइन, जेनेटिक एक्सपोजर हो कि होइन, त्यो सबै डिटेल ए हजुरहरूले चाहिँ हिस्ट्री लिनै पर्ने हुन्छ। ए सबै कुरा कन्डिसन बुझेरै नै हजुर हजुर हजुर। थ्याङ्क यू म्याडम, थ्याङ्क यू हस् सो मच। हस् हस् वेलकम। अरू कोही हुनुहुन्छ? जो डाक्टर साहब नमस्कार। नमस्कार, भन्नुहोस् त। मैले च्याट बक्समा एउटा बेबी प्लानिङको लागि रिपोर्ट पठाएको छु है, हजुर अनि अहिले भर्खरै पठाएको छु। यो कुन प्रोडक्ट युज गराउने होला भनेर पठाउनु भएको छ, के गर्न सकिन्छ यसलाई, कुन कुन प्रोडक्ट युज यस्तो गराउनु? गरौँ न, यो प्रडक्ट सरी रिपोर्ट यहाँ हेरेर प्रडक्ट यहाँ भन्नुभन्दा पनि यो कपाललाई हस्पिटलमै पठाउनु, सबै रिपोर्ट सहित, रिसेन्ट रिपोर्ट सहित। ए त्यही त, कुनै अहिले है त। सुरुवातमा कुनै प्रोडक्टहरू युज गराउन सकिँदैन? होइन, त्यो चाहिँ डेफ्टमै यो चाहिँ हेर्नु, बेबी प्लानिङको केस भनेको हामीलाई सुन्दा जति सहजता लाग्छ कपाललाई धेरै गाह्रो कुरा हो। त्यही भएर डेफ्टमै सबै उहाँहरूको हिस्ट्री सुनेर नै प्रडक्ट दिँदा बेटर हुन्छ है। सबै रिपोर्ट अनि अहिले डाक्टर साहब अहिले त्यो उसमा चाहिँ अनि रिपोर्टहरू पठाएर त्यसरी के बन्द भएको हो? त्यसको पछि आन्सर गर्नुहुन्छ है सरहरूले हजुरलाई। ए हस् हस् हस्, थ्याङ्क यू। रत्न दर्लामी मगर सर, रत्न दर्लामी। हजुर 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 डाक्टर सर नमस्कार है। नमस्ते सर। नमस्ते। मैले त्यो मलाई नि अलिक त्यो यो सुगर हजुर बढेको अलिकता भन्ने चाहिँ ऊ भएको थियो, चेकिङ गर्दा प्रेसर त बढेकै थियो मेरो एकचोटि, र अनि चाहिँ त्यो भयो। र यो चाहिँ के भन्छ, यो चाहिँ अमलाको जुस सँग मधुमेह, के अरे अमलाको जुसमा मह मिसाएर खाँदाखेरि मधुमेहलाई पनि ठिक छ भन्ने पाएँ। र यो के छ यो चाहिँ, र महसँग मिसाएर खाने अरू चाहिँ